होइन हामीले नगर्ने भने लाइभ हस् ओके नमस्ते गुड आफ्टरनुन युकेमा गुड आफ्टरनुन नेपालमा गुड इभिनिङ सम्पूर्णमा नमस्ते भन्न चाहेँ विशेष गरी आज हाम्रो यो केपाल्स युकेले आयोजना गर्दै गरेको च्यारिटी डिनर काठमाडौँ युनिभर्सिटी अफ चाइल्ड हेल्थको सहयोगार्थ च्यारिटी डिनरमा सम्पूर्ण पत्रकार मित्रहरूलाई चाहिँ म हार्दिक स्वागत गर्न चाहन्छु अनि आजको यो प्रेस भेटघाट चाहिँ हामीले आजभन्दा 2 वर्ष अगाडि पनि गरेका थियौँ र त्यो च्यारिटी डिनर हाम्रो यो दोस्रो हुँदैछ र यसपटक पनि हजुरहरू सम्पूर्ण आइदिनु भयो आफ्नो व्यस्तताको बावजुद त्यसको लागि हामी केपाल्स युके टिम सम्पूर्णमा चाहिँ म आभार व्यक्त गर्न चाहन्छु अब हाम्रो केपाल्स युकेको थोरै भूमिका मैले बाँध्न चाहेँ यहाँ यो आजभन्दा 3 वर्ष अगाडि जब डाक्टर भगवान कोइराला चेयरम्यान अफ काठमाडौँ युनिभर्सिटी अफ चाइल्ड हेल्थ उहाँ युकेमा आउनुभएको बेलामा स्थापना भएको हो त्यसपछि हामीले अफिसियली च्यारिटीमा रजिस्टर गरेर अहिले चाहिँ च्यारिटेबल अर्गनाइजेसनको रूपमा चाहिँ युकेमा दर्ता भएको छ र यसको अर्को सिस्टर अर्गनाइजेसन भनौँ अब ब्रान्च त भन्नु मिल्दैन केपाल्स अमेरिका भनेर केपाल्स अमेरिकामा पनि स्थापना छ उहाँहरू आज यहाँ मैले देख्न सकेको छैन हाम्रो ट्रस्टीहरूको मैले थोरै अलिकति हाम्रो विशेष गरी पत्रकार मित्रहरूलाई चाहिँ जानकारी गराउन चाहेँ त्योभन्दा अगाडि मैले यहाँ एक्नोलेज गरिहालेँ मैले नेप्लिज नर्सिङ एसोसिएसन युकेका प्रेसिडेन्ट रश्मिता दलामीलाई वेलकम गर्न चाहन्छु त्यसै गरी हाम्रा अतिथि हुनुहुन्छ राजेन्द्र पुडासैनी एनआरएन युकेबाट उहाँलाई पनि मैले वेलकम गर्न चाहेँ अब मैले टु बी कन्टिन्यू हाम्रो ट्रस्टीहरूको चाहिँ थोरै इन्ट्रोडक्सन दिन मैले खोज्दैछु यहाँ हामीसँग हुनुहुन्छ मिस्टर सत्यन राज भण्डारी हजुरले देखिरहनु भएको छ उहाँले नमस्ते भनिरहनु भएको छ त्यहाँ क्लिनिकल प्रोफेसर हुनुहुन्छ उहाँ एन्ड कन्सल्टेन्ट इन डायबिटिज प्रेस्टनमा अनि हि हेज पब्लिस्ड ओभर 100 पेपर्स विथ इन्टरनेसनली रेकग्नाइज रिसर्च इन डायबेटिक फुड अनि हि इज अल्सो काउन्सिल मेम्बर एट द रोयल कलेज अफ फिजिसियन्स अफ एडिनब्रा एन्ड जनरल सेक्रेटरी अफ HXN सपोर्टिङ एजुकेसन इन नेपाल HXN भन्ने अर्को एउटा च्यारिटेबल संस्था छ त्यसको चाहिँ उहाँ जेनरल सेक्रेटरी पनि हुनुहुन्छ त्यसै गरी हाम्रो अर्को ट्रस्टी हुनुहुन्छ डाक्टर रमेश कोजु रमेशजी नमस्ते उहाँ एडभाइजर उहाँ कन्सल्टेन्ट एनेस्थेटिक हुनुहुन्छ एनएचएस हस्पिटल एट वेल्स अनि यहाँ उहाँ चाहिँ एक्टिभली एनडिए युके नेप्लिज डक्टर्स एसोसिएसनसँग पनि धेरै लामो समयसँग आबद्ध भएर आफ्नो सर्भिस दिइसक्नु भएको छ त्यसै गरी हि हेज सर्भ एज चेयरम्यान कोभिडको टाइममा चाहिँ उहाँ डक्टर्स एसोसिएसन युकेको चेयरम्यान पनि हुनुहुन्थ्यो त्यसै गरी हामीसँग हुनुहुन्छ उहाँको मल्टिपल परिचय छ तर मैले छोटो परिचय राख्न चाहेँ मिस्टर शिवजी श्रेष्ठ सोसियल एक्टिभिस्ट पनि हुनुहुन्छ उहाँ हेम्सार पुलिस कन्स्टेबलरीमा चाहिँ गभर्नर हुनुहुन्छ एट कानब्रो स्कुलमा एडभाइजर टु हेम्सार पुलिस कन्स्टेबलरी त्यसै गरी गभर्नर एट कानब्रो स्कुल अनि चेयर अफ बेजिङ स्ट्रोक मल्टिकल्चरल फोरम अनि हिज बिन एक्टिभली इन्गेजिङ इन कम्युनिटी र धेरै सङ्घ संस्थाको उहाँ एडभाइजर पनि हुनुहुन्छ उहाँको एनआरएनमा पनि एक्टिभ इन्भल्भमेन्ट थियो पास्टमा र फाइनली लास्ट नट बट द लिस्ट म पनि वान अफ द ट्रस्टी मेरो प्रोफेसनल ब्याकग्राउन्ड धेरैलाई थाहा छ म इन्टेन्सिभ केयरमा काम गर्छु एडभान्स क्रिटिकल केयर आउटरिच प्र्याक्टिसनर अनि लेक्चरर एट बकिङहामसायर युनिभर्सिटी अनि फर्मर प्रेसिडेन्ट नर्सिङ एसोसिएसन नेप्लिज नर्सिङ एसोसिएसन युके अनि हाम्रो यो 5 जनाको उसमा कमिटी बनेको छ र यसको चाहिँ थोरै हामीले पछि अब्जेक्टिभ पनि राख्छौँ दुर्गाजीको भन्नु हजुर अनि हाम्रो वान अफ द ट्रस्टी दुर्गाजीको सरी दुर्गाजीलाई मैले छुटाएँ ठिकै छ म चाहिँ दुर्गा सिक्देला म हजुरको मैले याद कन्सल्टेन्ट पिडियाट्रिसियन लन्डनमा काम गर्छु हजुर ट्रस्ट पनि खुलाइदिनु भयो हुन्थ्यो ए म चाहिँ क्विन्स हस्पिटल रमफोर्ड इस्ट लन्डनमा हजुर थ्याङ्क यू सो मच अब हामीले यो केपाल्स युके मैले वाचस्पतिजीलाई पनि देखिरहेको छु शीतलपाटी न्युज.com.बाट नेपालबाट जोइन गर्नुभएको छ त्यसै गरी राजन खकुरेल अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्ष पनि हुनुहुन्छ उहाँ हाम्रो यस
केपाल्स युकेले आयोजना गर्न लागेको च्यारिटी डिनरलाई केही सहयोग पनि गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँ अडियोलोजिस्ट पनि हुनुहुन्छ, वेलकम गर्न चाहेँ। अब मैले विपिनजीलाई छुट्याएछु। मैले विपिनजी हुनुहुन्छ ब्रिटिस खबर.com बाट, उहाँलाई पनि मैले एक्नोलेज गर्न चाहेँ। अब हामीले थोरै केपाल्स युकेको मैले अलिकति जानकारी त दिएँ। हामीले दुर्गाजीले थोरै अलिकति केही भूमिका बाँध्नुहुन्छ कि? अब केपाल्स युके चाहिँ हामीले अगस्त 2024मा रजिस्टर गरेको, यो चाहिँ रजिस्टर्ड च्यारिटी हो युकेमा। अनि यसको मेन एम भनेको चाहिँ हामीले अब काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ डक्टर भगवान कोइरालाले सुरु गर्नुभयो। इट्स अ ह्युज इफोर्ट। उहाँको त्यो चाहिँ अब काठमाडौँमा एउटा सेन्ट्रल हस्पिटल राखेर सबै 7वटा प्रदेशमा एउटा सेटेलाइट हस्पिटल बनाउने एम। अब अहिले काठमाडौँको हस्पिटल भर्खरै सञ्चालनमा आयो। झापाको दमकमा त प्रदेश नम्बर 1मा त 2-3 वर्ष भइसक्यो सञ्चालनमा आएको। हाम्रो एम भनेको चाहिँ अब कियोसलाई सपोर्ट गर्ने, अब काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई हामीले युकेबाट कसरी सपोर्ट गर्ने भनेर यो च्यारिटी स्टार्ट गरेको। अब हाम्रो मेन एरिया भनेको चाहिँ हामी ट्राई टु हेल्प इन एजुकेसन सेक्टर, अनि त्यसपछि लजिस्टिक एरिया मेडिकल इक्विपमेन्टहरूमा र ट्रेनिङमा चाहिँ हामीले हेल्प गर्ने एम राखेको छौँ। अब हामीले डिफ्रेन्ट एक्टिभिटिजहरू गरिरहेको छौँ यसमा चाहिँ, जस्तो च्यारिटी डिनर यो हाम्रो 18मा आउँदैछ, त्यसको लागि तपाईँहरूले जोइन हुनुभएको छ। प्लस हामीले एउटा च्यारिटी डिनर पहिला पनि गराएको थियौँ जतिखेर डक्टर कोइराला आउनुभएको थियो। अनि हाम्रो ट्रस्टी हाम्रो शिवजीले कति च्यारिटी रनहरू पनि गरिराख्नु भएको छ। हाम्रो अरू शुभचिकहरू हुनुहुन्छ, उहाँले च्यारिटी रनहरू गरिराख्नु भएको छ। हामीले अर्को एउटा च्यारिटी डिनर प्रोग्राम गर्ने प्लान गरिरहेको छौँ स्कटल्यान्डमा। अनि यसबाट चाहिँ हामीले अलिकति फन्डहरू कलेक्ट गरिरहेछौँ। अब सोफार हामीले एक दुईवटा एक्टिभिटिजहरूमा चाहिँ हामीले एकजना डक्टर नेपालबाट डक्टर अग्रवाल चाहिँ आउनुभएको थियो लास्ट समरमा। उहाँको मे जुन टाइममा न्युरोलोजीमा फेलोसिप गर्नको लागि। अनि उहाँले चाहिँ 6 हप्ताको फेलोसिप गर्नुभएको थियो हामीसँग। अनि अहिले उहाँ दमकमा कियोसको दमक हस्पिटलमा कार्यरत हुनुहुन्छ। हामीले नर्सिङको पनि एउटा एजुकेसनल प्रोग्रामहरू प्लान गरिरहेछौँ नियर फ्युचरमा। सुरुमा भर्चुअल, त्यस पछाडि अब फेस टु फेस पनि हुनसक्छ पछि। त्यस्तै हामी एक्टिभली एकजना नेपाली डक्टरलाई चाहिँ पिआइसियु चिल्ड्रेन आइटियुको लागि फेलोसिपको लागि ट्राई गरिरहेछौँ। अनि अरूहरू अन्कोलोजीमा पनि हामीले ट्राई गरिरहेको छौँ। अब यो चाहिँ कन्टिन्युसली भइ नै राख्छ। अब लङ टर्ममा हामी लजिस्टिक सपोर्टहरू गर्ने पनि कोसिस गरिरहेको छौँ। अब हेल्थ कियोसको लागि अलिकति इक्विपमेन्टहरू, अब त्यो चाहिँ पाइपलाइनमा छ। त इसेन्सियल्ली अब हामीले गर्न लागेको चाहिँ अब हाउ वी क्यान सपोर्ट, अब मेनली लजिस्टिक एन्ड ट्रेनिङ एरियामा हो। अब त्यसको लागि हाम्रो युकेमा धेरै सपोर्टहरू पनि आइरहेको छ। अब तपाईँहरू आज आइदिनु भएको छ। अनि उहाँ तपाईँहरूको कन्टिन्युस सपोर्टले चाहिँ अब हामीले अलिकति फन्डहरू गरेर अब यसलाई अलिकति, हाम्रो त नयाँ संस्था भयो यो, यसलाई अलिकति चिनाउनु पर्ने छ अलिकति बढी। अब त्यसको लागि लास्ट इयर हामीले एउटा हेल्थ मेलामा स्टल पनि राखेको थियौँ। अनि त्यो त्यसले पनि अलिकति चिनाउन सजिलो भएको छ। अब यस्तो एक्टिभिटिजहरूले चाहिँ अलिकति सपोर्ट गर्छ अब चिनाउनको लागि। अब मान्छेले थाहा भयो भनेदेखि अलिकति सपोर्ट बढी हुन्छ। हस्, थ्याङ्क यू सो मच। अब मैले आजको हाम्रा यो च्यारिटी डिनरको लागि स्पेसल गेस्ट पनि भन्छु, चेयरम्यान अफ हाम्रो विशेष सधैँ म उहाँलाई चाहिँ विशेष एट्र्याक्सन पनि भन्न चाहन्छु, किनभने हाम्रो जे छ जे गरिरहेछौँ यो कज भनेको चाहिँ काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको लागि सहयोगार्थ हो र त्यसका चेयरम्यान कार्डियोलोजिस्ट एन्ड भास्कुलर कन्सल्टेन्ट पनि हुनुहुन्छ उहाँ। मैले उहाँको बारेमा धेरै बोल्नुभन्दा उहाँकै मुखबाट हामीले सुन्यौँ र उहाँलाई मैले कसैले परिचयको लागि ठुलो भूमिका बाँध्नु नपर्ने डक्टर भगवान कोइरालालाई यो मैले अहिले जुन प्लेटफर्म दिन चाहेँ। र हजुरले प्रेजेन्टेसन पनि छ भन्नुभएको थियो जस्तो लाग्छ। मैले इट्स ओभर टु यु। युआर अनम्युट गर्नु पऱ्यो हजुरले। रमेशजी, हजुरले डक्टर साहबलाई अनम्युट गरिदिनु। नमस्कार, थ्याङ्क यू प्रसुना। गुड टु सी यु अल। धेरैजना मेरा पुराना मित्र साथीहरू हुनुहुन्छ, केही नयाँ साथीहरूसँग आज भर्चुअली भए पनि भेट्ने मौका मिल्यो। म पेसाले कार्डियोभास्कुलर सर्जन हो। त्यसमध्ये पनि एडल्ट एन्ड पिडियाट्रिक बोथ गरिराखेकै छु म गएको 30 वर्षदेखि।
आई प्रसुनाले भन्नुभएको जस्तै नेपालको काठमाडौँ इन्स्टिट्युट अफ चाइल्ड हेल्थको अहिले बोर्ड अफ ट्रस्टिजको अथवा हामीलाई चाहिँ बोर्ड अफ डिरेक्टर्स भन्ने गरेको छ इट्स नन प्रफिट अर्गनाइजेसन, त्यसको चेयर हो। दुर्गाजीले भनिसक्नुभयो, हामी धेरै अप्ठ्यारो समयको बावजुद पनि हामी केही सलिड प्रोग्रेस नेपालमा उद्देश्य पुरा गर्न हामीले केही सलिड स्टेप्सहरू लिन सकेका छौँ। बाई द वे, हामीले रेजिस्टर गरेको संस्था चाहिँ 17मै हो। त्योभन्दा भुइँचालोको लगत्तै पछिदेखि हामीलाई एकदम छटपटाट भएपछि वा यो लाइफ त लामो छैन, यो छोटो समयमा चाहिँ केही त गरिहाल्नुपर्ने लङ लास्टिङ एउटा इम्प्याक्टफुल काम भनेको यो चाहिँ धेरै पहिलादेखि ड्रिममा राखेको कुरा चाहिँ। अनि विथ ए स्मल ग्रुप वी डिसाइडेड टु टेक दिस अन। तर जग्गा सरकारसँग लिने कुरालाईदेखि लिएर अरू केही तयारीहरू नपुगेको हुनाले त्यो गभर्मेन्ट संस्था हामीले 3-4 वर्ष त्यतिकै राख्यौँ। डुइङ प्लानिङ, कन्सेप्चुअलाइजेसन, प्रिपरेसन, पेपर वर्क्सहरू यताउता गयो। अनि ठ्याक्क 2020 1 month बिफोर द लकडाउन इन नेपाल, कोभिड त सुरु भएको थियो, संसार हाम्रोमा थिएन, त्यो बेला चाहिँ वी वर एबल टु गेट अ गभर्मेन्ट ल्यान्ड। त्यो बेलादेखि हामीले चाहिँ काम सिरियसली सुरु गऱ्यौँ। तर अनफर्चुनेटली त्यो पाउने पनि त्यहाँ अब तयारी गरौँ भन्न थालेको बेलामा चाहिँ कोभिडको लकडाउन भयो। त्यसपछि 1-1.5 वर्ष सम्पूर्ण त्यहीँ गयो। म त्यति बेला मेडिकल काउन्सिलको चेयरम्यान थिएँ। सो ह्याड टु रस अराउन्ड ए लट। एनिवेज, त्यो बेलादेखि नै हामीले यो कन्सेप्ट सुरु गर्दै, म युकेमा हाम्रो साथीहरूको निम्तोमा 18मा पनि गएको थिएँ एन्ड आई ह्याड सेयर द आइडिया द्याट टाइम। अनि पछि यो 24मा फर्मली केपाल्स युके साथीहरूले धेरै मेहनत गरेर रेजिस्टर गरिदिनु भयो। त्यसमा फ्रेन्ड्स अफ युके भन्ने ठुलो सर्कलले त्यति बेलादेखि नै बुस्टिङ गरेको कुरा अब म आफू पनि स्मरण गर्न चाहन्छु। देयर मेनी अफ यु वेयर प्रेजेन्ट। भगीरथजीसँग त्यो बेलादेखि क्लोजली काम गर्ने मौका पाइयो, अल्दो आई न्यू हिम लङ टाइम बिफोर। अरू साथीहरू आज आउनुभएकोमा पनि आइएम ग्ल्याड द्याट युर जोइनिङ। यसलाई अलिकति स्ट्रक्चर हिसाबले गर्नको लागि अलिकति आजको प्रेस रिलिज पनि एकछिनमा अब यहाँहरूले पाइ नै हाल्नुहुन्छ। धेरै लामो कुरा त छैन, तर होल आइडिया इज द्याट आवर फ्रेन्ड्स डायस्पोरा एन्ड अदर्स are committed to helping the noble cause in Nepal. That's what encourages us. हामीलाई त्यसले धेरै ठुलो प्रोत्साहन मिलेको छ। र युके केपाल्स युकेको सपोर्ट has been very instrumental, particularly in capacity building, and I hope this will continue. म सत्यनको हेल्पले अलिकति प्रेजेन्टेसन चाहिँ सर गरौँ ताकि बिकम्स लिटल स्ट्रक्चर। मलाई धेरै बोरिङ र लामो गर्न चाहन्न। आई थिङ्क मेनी अफ यु नो मोस्ट अफ द थिङ्स। मेरो त्यो स्लाइड लेटेस्ट अपलोड हुन नसकेर आइम आस्किङ सत्यन टु सेयर इट फर मी इफ यु क्यान। अनि म आम गोना गो क्विकली, धेरै टाइम नलिकन, एन्ड देन मेबी यु क्यान आस्क क्वेसन्स अन दि प्रोग्रेस सो फार। त्यसपछि and you can also ask questions on future prospects, relevance and all that stuff. I'll probably follow the structure that Satyan would give it to me. Satyan, is that there? Sharing यसो भएको थियो, कता गयो? Satyan, are you able to upload that, share that? If Satyan has trouble, what can I do is this may be few weeks old version of my presentation. I think I will try to share it again. Sorry. Okay, no, you try this. Because I was quiet, I couldn't take anything. ए ओके, म होइन, यु टेल मी, यहाँबाट पनि म निकाल्न सक्छु। मेरो पुरानो फाइल त छ मसँग। द्याट्स नट द लेटेस्ट, सो आई वान्टेड यु टु सेयर द लेटेस्ट पर्सन। सेयर भइरहेछ अहिले? अहिले आएको त छैन मेरोमा। अहिले आइरहेछ? सेयर भएको छैन। सेयर भएको छैन? अहिले भयो। अहिले भइरहेछ? ए होइन, त्यो त हाम्रो केपाल्स युकेबाट भएको रहेछ कुरा गर्दाखेरि भएको छैन।
के भने हजुरले ए भयो अहिले सेयर भइरहेको छ स्क्रिन हजुर डबल क्लिक टु इन्टर अहिले तपाईँको भयो कम्प्युटरको स्क्रिन आयो भयो अब भयो भयो अब भयो ओके Right. पर्फेक्ट Okay. Okay, good. This way, I wouldn't do anything. I'm gonna. Can you also, go in a slideshow mode so that it becomes better? Yeah, slide show mode चाहिए Okay, good. So this is our board of directors. Although we had two other persons in the founding board who finished their first term, and then this is the current board of directors. I chair this. अरू साथीहरू पनि धेरै सिनियर मभन्दा मित्रहरू हुनुहुन्छ my predecessors and leaders. Child rights र child healthमा धेरै हिसाबले जोडिनु भएको साथीहरू. Professor Ramesh Kant was Dean of Institute of Medicine, pediatrician. Amro Govindji was child rights activist long time. Jyotindra was colleague of mine and junior to me, but also he's a heart surgeon, does both adult and pediatric surgery. Bhuvanji is also very passionate about child health. Satish is an industrialist and committed in helping. Barsha was kind of my classmate in kati 34-35 salma, but then we had no connections long time. And then she was a banker, and then now he's in an enriching company. But all of them are very united in the same mission, helping QH to achieve its mission. Next, please. Your backgrounds, I think I'm not gonna elaborate too much, but the idea is that हाम्रो पहिला सोचेको जस्तो नेपालमा बालबालिकाहरूको सफरिङको कारण चाहिँ झाडा पखाला मात्रै होइन, सर्ने रोगहरू टिबी जस्ता मलेरिया जस्ता चिजहरू मात्रै होइन. Now the toll is taken by more of a complex problems, non-communicable diseases, prematurity जस्ता कुराहरूले. अनि यिनीहरूलाई चाहिँ पहिलाको जस्तो स्ट्राटेजीले उपचार गर्न अथवा प्रिभेन्ट गर्न चाहिँ रोग बचाउन सकिँदैन. So I think that's the point, and we need to kind of shift our priority to prevention as well as on treating those when the disease comes up. Next, please. अब यो ग्लोबल डेटा चाहिँ म अहिले रिपिट नगरौँ, we can go to next. यो नेपालको चाहिँ डेटा यो हामीले वास्तवमा नेपालकै राष्ट्रिय रूपमा डेटालाई हामीले चाहिँ गर्नुपर्छ भन्ने त थिएन, but we want to be part of this campaign at a national level where we can help children live longer and suffer less. That's the whole idea. यो ग्राफ हेऱ्यो भनेदेखि नेपालले अहिलेसम्म गरेको सिग्निफिकेन्ट प्रोग्रेस पनि देखाउँछ. एट द सेम टाइम गएको 10 वर्षदेखि स्ट्याग्नेन्ट भएको रिडक्सन इन मोर्टालिटी रेट, डेथ रेट पनि देखाउँछ. त्यसैले आई थिङ्क दिस इज वेयर वी अल हेभ टु कम टुगेदर टु वर्क अन सैनिटेसन, इम्युनाइजेसन एन्ड ट्रिटिङ डिजिज अर्ली व्हेन द डिजिज ह्यापन्स. नेक्स्ट. अनि यो चाहिँ हाम्रो कमिटमेन्ट हो, ग्लोबल कमिटमेन्ट छ नेपालको होइन, यो अरू देशको पनि छ. यसमा चाहिँ 12 deaths per 1,000, which is already too much. किनभने वेस्टर्न कन्ट्रिजहरूको 3, 4, 5 छ deaths per 1,000 बर्थ्सहरू छ. तैपनि हाम्रो नेपालको लागि सेट गरिएको डेटा वाज 12 per 1,000, which is not going to happen in no circumstance, किनभने अहिलेसम्मको प्रगति चाहिँ स्ट्याग्नेन्ट छ, 21मै छौँ. So this is a national agenda also, and we want to be part of that, and also we're passionate about this. Next. यो पिडियाट्रिसियनहरूको र पिडियाट्रिक फेसिलिटिजको हो. यसो हेर्दाखेरि छोटकरीमा पिडियाट्रिक डक्टर्स बरु ठिकै प्रोडक्सन भइरहेको छ. अहिले 800 पुग्यो. यो अलिकति पुरानो डेटा हो, यो 21 को हो. मैले यो 25 सम्म अनि 800 प्लस पिडियाट्रिसियन छन् देशमा. पोस्ट ग्रेजुएट डिग्री भएका 10,000 जति रहेछन् डाक्टर साहबहरू. तर नर्सेस चाहिँ स्पेसलाइज ट्रेनिङ इन पिडियाट्रिक हेऱ्यो भनेदेखि तिनीहरू पनि डक्टर भन्दा कम सङ्ख्यामा हुनुहुन्छ. सो देयर इज अ प्रब्लम हियर बिकज वी डिडन्ट ह्याभ अ सिस्टमेटिकली प्लान्ड pediatric care in this country. जे जसरी परिरहेछ त्यसै गरी चलिरहेछ भएको थियो. So I think this is what we also need to address. Next. अब यो त्यही अहिलेको कुरा मैले भने हाइलाइटेड हो. यसमा चाहिँ 800 प्लस जति पिडियाट्रिसियन हुनुहुन्छ, जेनरल पिडियाट्रिक्स गर्ने, तर सब स्पेसियालिटीमा थोरै हुनुहुन्छ. एन्ड बाई द वे म आज भने तपाईँहरूलाई हामीले यहाँ काठमाडौँको चलाउँदै गर्दाखेरि चाहिँ मोस्ट अफ द सब स्पेसलिस्ट डिग्री होल्डर्स आर इन्ट्रेस्टेड टु जोइन QH बिकज दिस इज द कन्सेप्ट दे लाइक. बाहिर चाहिँ हामी मोर जेनरल पिडियाट्रिक केयर र आइसियु केयर, नियोनेटल केयर दिने. सो सेकेन्डरी एन्ड अर्ली टर्सरी केयर चाहिँ काठमाडौँ बाहिर, अनि काठमाडौँको केन्द्रमा चाहिँ मोर कम्प्लेक्स चिजहरू सेन्ट्रलाइज गरेर यसलाई अलि मल्टी स्पेसियालिटी सेन्टर बनाउने कुरा चाहिँ धेरैलाई एउटा उपयोगी र आकर्षक लागेको छ.
सुरुमा मलाई धेरै च्यालेन्ज गर्नुहुन्थ्यो वाइ मल्टी स्पेसियालिटी हाम्रो बेसिकै छैन भनेर अब आई थिङ्क everybody has gotten the answers by what has happened अनि अहिले त्यो धेरै प्रश्न मैले फेस गर्नु पर्दैन तर I think we're getting a good team together here. Next. Solution मैले अहिले भनिहालेँ अब अहिले सरकारले लिइरहेको efforts are great. They need to be strengthened, there is no doubt. But we also need to work on decentralizing this care. काठमाडौँमा मात्रै सबै ल्याएर नसाध्य हुन्छ, न फिजिबल हुन्छ, न उपयुक्त नै छ. So and then जति काठमाडौँमा आउनुपर्ने तिनीहरूलाई चाहिँ स्पेसलाइज गर्नुपर्ने निड छ भन्ने हाम्रो एउटा एज ए ग्रुप हाम्रो मात्रै हैन, lot of academic institution including Royal College of Pediatrics and Child Health in UK also kind of realizes कि यो अब चाहिँ थर्ड वर्ल्ड कन्ट्रिजहरू अथवा चाहिँ LMICsहरूले स्ट्राटेजी अलि चेन्ज गर्नुपर्छ भन्ने कलेजको पनि राम्रै इन्स्ट्रक्सन सजेसन एडभाइसहरू हामी पाउँछौँ. नेक्स्ट. अब के सोल्युसन अहिले दुर्गाजीले ब्रिफिङमा भनिहाल्नुभयो कि वी वान्ट टु ह्याभ one hub in Kathmandu and have satellites, and it's अलि ओभर एम्बिसियस लाग्छ, but well was ambitious to begin with. Kathmanduko the biggest project. I think we're getting close to closing the loose end, tying the loose ends. I think so we're getting a little more confident that Kathmandu will be complete. Not little more, actually now we're assured that it will be complete and also probably equipped. And त्यसपछि हामीलाई चाहिँ अब हाम्रो थर्ड साइड वुड बी कर्णाली प्रदेश जहाँ एकदम धेरै मोर्टालिटी छ. त्यसपछि चाहिँ जहाँ जहाँ पुअर इन्डिकेटर्स छन् हामी त्यहाँ जाने प्लान छ. बट वी गोना टेक इट स्टेप बाई स्टेप. त्यो भनेर सबै एकैचोटि हातमा फन्ड लिएर बसेर गरे प्रोजेक्ट होइन. We're doing it and we're convincing people that this is the right cause. We're showing the results, and now lot more people are joining hands. And त्यसैले काठमाडौँ चाहिँ अहिले became possible in this fairly short period of time. Next. अब यो हाम्रो प्रिन्सिपल्सहरू हुन्, भिजन मिसन गोल्स. अब मैले हामी सबैले भनेका कुरा तिनै नै हुन्. टु मेक इट द पिडियाट्रिक केयर एक्सेसिबल, अफोर्डेबल एन्ड अभाइलेबल एट अल टाइम्स इन मोस्ट प्लेसेस इन नेपाल. अब अल प्लेसेस भन्यो भने त फेरि रिलेटिभ टर्म्स हो. सो दिस इज वाट वी वान्ट टु एचिभ. नेक्स्ट. अब यो 5E को फर्मुला चाहिँ just to show that we want to have a team that's ethical, that's equity committed, are empathetic to people, and also pursue the excellence in care. Hopefully, we'll achieve those qualities as we grow. I believe that this is achievable, doable values for us. Next. This is the kind of completed concept design. You have seen this picture before. तपाईँले पहिला पनि हेर्नुभएको होला. हेर्दा धेरै वर्ष भइसक्यो देखाएको. But this is what we're following and chasing. Every day there is some progress. म next slide मा एउटा भिडियो पनि देखाउँला so that you can imagine सकिँदाखेरि यो प्रोजेक्ट कस्तो हुन्छ होला, अहिले कस्तो छ, पछि कस्तो हुन्छ भनेर पनि म देखाउँछु. नेक्स्ट. This is a video. यो 3D एनिमेसन सहितको. यसमा साउन्ड चाहिँ यहाँ आइरहेको छैन. त्यहाँ मिल्छ भने साउन्ड राखौँ, अदरवाइज इट्स अब यो चाहिँ म्यापको कुरा हो. आई थिङ्क हाम्रो एनिमेटर्सहरूले यो चाहिँ हामीले लिएको जग्गा अहिले मैले भनिहालेँ 42 रोपनीको छ. नेपाली हाइट बाँसबारीको नजिकै. बाँसबारीबाट न्युरो हस्पिटलबाट अराउन्ड 1 किलोमिटर हो लेफ्ट एक्जिट. डाँडा थियो, हामीलाई एकदम अप्ठ्यारो भयो सुरुमा यो म्यानेज गर्नलाई. स्लोप, त्यो पनि पुअर क्वालिटी माटो रहेछ, अनि त्यसलाई हामीलाई म्यानेज गर्न एकदम च्यालेन्जिङ थियो. बट दिस इज हाउ इट्स लुकिङ. यो राइट साइडको तपाईँको यो जहिले अहिले जहाँ हेलिकप्टर जस्तो चाहिँ एनिमेसनमा बसेको देखिन्छ, द्याट्स अ वेस्ट ब्लक, द बिगेस्ट ब्लक, जुन अहिले नाउ कम्प्लिट भएर वी हेभ स्टार्टेड प्रोभाइडिङ सर्भिस. अनि अहिलेको डाँडा छ त्यहाँ जो आउनु भएको छ, दे नो इट्स भेरी डिफिकल्ट टेरेन, बट we're cutting that down, stabilizing, and making it look like this. यो हामी अहिले हाम्रो अफिस चाहिँ यो टपको बिल्डिङमा हाम्रो अफिस छ. त्यो पनि राम्रै डिसेन्ट अफिस छ फर एन अर्गनाइजेसन लाइक आवर्स. अन द टप यु क्यान सी. अनि दिस इज अ बिल्डिङ लाइक सी सेप्ड. अनि यतातिर यो टेरेसहरू अहिले बनाउने काम भइरहेको छ. होपफुली बिफोर बर्खा हामीले माथिको ल्यान्ड पनि स्टेबिलाइज गर्छौँ. And probably in next few months, the skeleton of the remaining blocks
पनि सिद्धिन्छ होला, फिनिसिङलाई टाइम लाग्छ. But the west block where the helipad is also located, त्यो चाहिँ अहिले हाम्रो almost fully functional भयो. This is interior. If you can see it, it's very typical hospital anywhere. But interestingly, I'm proud to say that this block was completely donated by a single person or group. अनि फिनिसिङ पनि राम्रो भएको छ. So this block मा हामीले चाहिँ कुनै क्यास नदिकनै we asked the donor to build and hand it over to the institution so that it's all जिन्सी भनौँ न, हामीलाई capital donation हुन्छ. And by the way, हाम्रो all non-profit organization र NGOs हरूको चाहिँ assets हरू are indispensable. You cannot sell them, you cannot transfer. It's all government asset eventually. So we're quite happy to see that this is all gone into public domain already. So next. अनि अब सानसानो हाम्रो अरू पनि गर्छौँ हामीले. काठमाडौँ यो हस्पिटल चल्नुभन्दा पहिलादेखि हामीले केही पब्लिक हेल्थ र रिसर्चको काम गऱ्यौँ. चाइल्डहुड अनसेट डिजिजेसहरूमा जिल्लामा जिल्ला अस्पतालहरूलाई ट्रेनिङ गराउने, एजुकेट गर्ने, केही रिसर्चका कामहरू गर्ने काम गऱ्यौँ. एन्ड मिनिस्ट्रीसँग मिलेर गर्ने. वान अफ द प्रोजेक्ट्स हेज बिन भेरी इम्प्याक्टफुल. आई थिङ्क आउने सालदेखि धेरै जिल्लामा त्यो चाहिँ कपी भएर जिल्ला अस्पतालमा नसर्ने रोगहरूको उपचारको एउटा सिस्टम नयाँ खडा हुने सिचुएसनमा पनि हामी छौँ र आई एम भेरी ह्याप्पी कि हामी पार्टनरसिप गभर्मेन्टसँग त्यो काममा पनि गर्दैछौँ. नेक्स्ट. अब अहिलेको यो बिल्डिङ चाहिँ यु क्यान सी यो वेस्ट ब्लक कम्प्लिटेड हो. यसैमा अहिले साइबर हाम्रो कम्प्लिट भएको छ. यसमा रोड एक्सेस एज वी स्पिक. त्यहाँ आरसिसी ठुलो छ, त्यहाँ गएर हेऱ्यो भने ठुलो डाँडा काटेर हामीले बिल्डिङलाई पनि तल लानु पर्यो. बाटो पनि 34 फिटको बाटो त्यही डाँडा स्ल्यास गरेर गर्नु पर्यो. गऱ्यौँ. एन्ड देन आरसिसी भइरहेछ आज एक्चुअली एज वी स्पिक. राति भयो यहाँ. सो इट्स थिङ्स आर ह्यापनिङ. अनि यहाँबाट हामीले अहिले आउट पेसेन्ट, इनपेसेन्ट्स, इमर्जेन्सी सर्भिसेस, अपरेटिङ रुम्स चलाइरहेछौँ. जेनरल वार्ड अनि नियोनेटल इन्टेन्सिभ केयर चाहिँ इज गेटिङ रेडी एज वी स्पिक. एन्ड नेक्स्ट फ्यु डेज we're ready to open. Probably by next week we'll open the NICU also. Next. So glimpses of the operating rooms. These are all very standard operating rooms. They are no less than any standardized modern operating theaters anywhere in the world. But that's not the point. Point is, how well can we provide service to those who are in need? Kids, small, big, with money, without money, and we're committed in providing that. Next. One video can briefly tell you how the emergency looks like there. That's emergency. हाम्रो 15वटा इमर्जेन्सी बेडहरू छ, 12वटा त्यसै भित्र अब्जर्भेसन छ. सेन्ट्रल काउन्टर, triage separate with resuscitation room separate, and with an isolation room separate. So these are quite standard design. So I don't want to elaborate too much because यो हुनै पर्ने कुरा पनि हो. But we have not compromised on any space planning when we were doing that. Next. अब यो funding situation चाहिँ we can skip. किनभने we don't really expect our colleagues KPALS UK to come big way in that, and would be nice, but that's not the idea. Idea is to generate enough funds so that you could mobilize equipment, technology, and have training opportunities for our doctors, nurses, paramedics. And obviously, if somebody big contacts you, you have a network, and getting big donation is not too much. Okay. So, Kathmanduमा a lot of work, building equipment, land management, and some operating costs. Operating costs अझै पनि हामीलाई चाहिएकै छ. Equipment मा अझै अलिकति चाहिएको छ. Building, I think, almost secure, by the way. It's a good news for us. म तपाईलाई यो आज भन्न पाउँदा खुसी लाग्छ. अलिकति नपुग्ला तर almost wrapped up the funding for all 3 blocks of the building. Next. यो चाहिँ long vision हो. 31 सम्म हामीले गरौँला 5-7 ठाउँमा भनेको. It depends how Kathmandu goes. अरू ठाउँमा चाहिँ हामीले फेरि यति धेरै एक्सपेन्सिभ मोडल पनि नगरौँला. अनि लुक्स लाइक कर्णालीमा हामी जाने प्लान हुँदा चाहिँ we may partner with the provincial government to use their space to provide all the care, man that. त्यो पनि मोडल आउन सक्छ. So may be possible. We'll see. But we're committed in getting this. Your timeline, the tentative timeline. Next. Dammako example experience has been a great for us model. हामी सुरुमा एकदम हेजिटेसनका साथ यो मोडलमा मैले पनि काम गरेको थिएन. But we established with support from you guys
as well as from US, diaspora and outside and inside the country. यो हाइवेमा भएको 50 बेड्स भनेर राखेको currently it's almost 90 to 100 बेड्स full all the times. अनि यसको चारवटा ठुल्ठुलो मेडिकल कलेजेस छन्. But this small institute that we established there sees more than any of those big institutions. And people seem to be quite happy. As हिजो मात्रै I was speaking to the team member of the management committee there. Community is quite appreciative of what the doctors there are doing, and we're trying to help them get the job done. Next. अब यसमा यति राम्रो एक्जाम्पल छ कि दमकको. नेक्स्ट प्लिज. त्यसैको अर्को भ्यू हो. त्यहाँ चाहिँ सबैलाई पिर पर्ने कुरा के भने यो नेक्स्ट प्लिज. यो नन प्रफिटमा बनाएर यो चाहिँ पैसा धेरै पनि नराख्ने, शुल्क पनि सरकारी, चल्छ कसरी? सबको प्रश्न त्यही हो. पहिला बन्छ कसरी, अब बनिसकेपछि चल्छ कसरी? यो मेरो पनि पिर त्यही हो, तपाईँको पनि पिर त्यही हो, अनि हाम्रो वेल विशर्सको पनि त्यही हो, हँस्न चाहनेको पनि पिर रमाइलो त्यही हो. तर you know, Dhamak example has proven that it is sustainable. म देखाउँछु. नेक्स्ट चाहँ त. अनि next, this is an NICU there. It's a great functioning. सानो सानो बच्चाहरू पनि तिनीहरूले सन्चो बनाएर डाक्टर साहबहरूले. अनि नेक्स्ट प्लिज. यहीँ देखिन्छ 800 ग्रामको बच्चा त्यहाँ देखिन्छ. सानो बच्चाहरू छन्. यो पुरानो फोटो भए पनि. नेक्स्ट. सर्जरी भइरहेछ. 500-600 जति ठुल्ठुलो अपरेसनहरू पनि भइसक्यो. नेक्स्ट. ENT सर्भिसेस काठमाडौँ पछिको बेस्ट होला हाम्रो त्यहाँनिर. अल्दो सर्भिस हेज नट बिन द्याट ग्रेट. भइरहेछ काम, तर पनि अलिक सानो नै धेरै भएको छ ENT-मा चाहिँ. नेक्स्ट. अब ENT-मा मोबाइल क्याम्प्स, आउटरिच टु कम्युनिटी त्यो पनि गरिरहेको छौँ. दमकको साथीहरूले गरिरहनु भएको छ. नेक्स्ट. अनि नयाँ कुरा पनि यो साल हामीले थप्यौँ त्यहाँ. पोस्ट अपरेटिभ वार्ड राम्रो थिएन, त्यसलाई एक्सप्यान्ड गऱ्यौँ. अनि मेन्टल हेल्थको लागि चाहिँ एडोलेसेन्ट एन्ड चाइल्डहुड साइकियाट्रीको हेल्प लिएर नयाँ काउन्सिलिङ रुमहरू थप्यौँ. So I think we're trying to get a little more comprehensive there. Next. अनि काठमाडौँबाट चाहिँ 2 जना चाइल्ड साइकियाट्रिस्टहरू मध्ये पालो गएर हुनुहुन्छ. नाउ काठमाडौँको प्रोजेक्टमा we also had a dedicated pediatric psychiatrist who is full time in QH Kathmandu. So she will also go and help the Dhamak team. Next. अब पहिलो वर्षको 3 वर्ष अगाडि अप्रिल 2023 मा सुरु गरेको हामीले दमक सफ्ट लन्च के पनि थिएन, हामीसँग बडा लो कीमा गर्यो. पहिलो वर्ष नै करिब 50,000 बच्चाहरू they showed up there, and it was kind of, you know, encouraging, but a lot of gaps were there. Next. अब यो वर्षसम्म आइपुग्दाखेरि in 3 years 15th March सम्म, it's almost like 2 weeks before, अब अहिले पनि अपडेट त भयो होला, we saw more than 250,000 children from that hospital in the outpatients, more than 26,000 emergency attendances. That आफैमा एकदम इम्पोर्टेन्ट कुरा हो. त्यहीँका कति दुःख पाएका, रोएका कराएका बाबुआमा सहित बच्चाहरूलाई चाहिँ कमसेकम लोकल्ली स्ट्यान्डर्डाइज केयर राउन्ड द क्लक दिन पाउँदाखेरि पनि I think that was worth of effort and the money that we all put in or mobilized to put in. So I think it's a good experience, including 585 surgical procedures. Next. So अहिले देखाएको 800 ग्रामको बच्चा, he left the 800 grammer. Now came back for follow-up after 1 year, and these kids are growing, and who knows who is this guy gonna be. So this is the potential in child health. I'm not gonna repeat that in front of Durga. These guys do all their life, and I also do that from cardiac side, but this is the greatest satisfaction we all can get, you know, give them a full 75 to 80 years life. Next. अर्को बच्चा पनि, in a very complex procedure, emergency, couldn't go anywhere, so operated, done well. People seem to be quite, you know, gratified. Next. Feedbacks are great there. Next. बच्चाहरूले लेख्छन्, आमाहरूले लेख्छन्, हैन, परिवारले लेख्छन्. अब अलिअलि सानोतिना कहिलेकाहीँ हुँदा हुन्छ expectation meet नगर्ने, but I think in general people are quite happy to see that kind of institution is in that place. Next. Again, next. So यो पुरानै स्लाइड हो, 1 वर्ष अगाडिको. अहिलेसम्म पनि लाइन त्यस्तै छ. We're trying to streamline that, तिनीहरूलाई धेरै लाइन नपरोस् भनेर, queue management, बस्ने waiting areas, but you know, children and families keep pouring in because they know there is a consistent service at all times. Whenever you go, 9 to 5 OPD is open. Even if you don't show up during that time, emergency will see you. And there's always a pediatrician available. So this is what
seems to be meaning for people. Consistent minimum quality service maintained at a low price. That's what I think Nepal needs. Next. Challenges छन् अब मैले भनिसकेँ हाम्रो एकदम फी कम राखेको हुनाले अपरेसन कस्ट मेन्टेन गर्न गाह्रो हुन्थ्यो तर I'm happy to tell you that यो वर्ष last 1 year operations cost it generated itself despite very low cost because of sheer volume and leakage prevention, efficiency management. Next. हामीले पेन प्लस प्रोजेक्ट गर्छौँ सरकारसँग सरकारी अस्पतालहरुमा भनिहालेँ मैले particularly childhood onset non-communicable diseaseहरुको and it has been a very successful lead project in Nepal. Hopefully अहिले कर्णालीको 8वटा 10वटा जिल्लामा यो एक्सप्यान्ड हुँदैछ लुम्बिनीमा मेरो पर्सि एउटा स्टेकहोल्डर मिटिङ छ so maybe they will also copy and expand this in Lumbini. So यसले धेरै यस्ता रोगहरुलाई जिल्ला स्तरमै उपचार गर्न morbidity घटाउन र mortality घटाउन मद्दत गर्नेछ भन्ने लाग्छ. Next. Next. So we want to work in partnership with the government hospital. It's not a competition between them and us. It's just that we're in different model. किनभने यो काम गर्ने सेटअप आफूले बनाएपछि अलि इन्डिपेन्डेन्स पनि हुन्छ हैन गभर्नेन्सको चाहिँ एउटा छुट हुन्छ क्वालिटी मेन्टेन गर्नलाई हायरिङ एन्ड sometimes if needed firing. The idea is to help people, whatever the platform is, trying to partner with as many institutions as possible, public, government, maybe sometimes private. So that's our model of work. Next. So this is what kind of sets a fire in our belly भनेको चाहिँ यो हेरेर हो अब यो रियल नहुन सक्छ यो चाहिँ हाम्रो प्रोजेक्टेड नम्बर हो हामीले 10 वर्ष यो नेटवर्क चलाउन पायौं भनेदेखि कम्प्लिट भएपछि यसले डेफिनेटली नेपालको बच्चाहरुको उपचारको तरिका क्वालिटी र चाहिँ एकदम सिकिस्त भएर बच्ने ज्यान खतरामा हुने बच्चाहरुको लाखौंको उपचार भइसकेको हुनेछ त्यसको अर्थ हामीले धेरै हजारौं देखि लाखौं लाइफ पनि बचाउने यसले एउटा प्लेटफर्म क्रिएट गर्छ भन्ने हाम्रो एउटा प्रोजेक्सन छ त्यसैले पनि हामी एक्साइटेड छौं सबैतिर छोडेर यसमा लागिरहेका छौं and looks like it's happening as we speak. Next. Sustainability is a challenge मैले अघि भनिहालेँ तर if you run well lean management leakage minimize गर्ने अनि efficiency बढाउने हो भनेदेखि लो फीमा पनि high volume मा sustainable हुँदो रहेछ but we may need support, we will need support in training, capacity building, changing the equipment and maybe maintenance of the buildings and etc. So I think grants and donations will continue to be required but looks like हामीले सोचे जस्तो completely dependent operations dependent on somebody's donation probably चाहिँदैन होला. So that's what I can tell, which is a good news. Next. अब छोटकरीमा I think why QH मात्रै हैन यस्ता मोडलका संस्थाहरु चाहिँ if run well म सबैलाई त जिम्मा लिन सकिदैन. There are a lot of NGOs that aren't doing that great. They're bringing money in, probably not using right place, but those who are doing great job health sector मा 5-6 वटा यस्ता ठुलठुला राम्रा नन प्रफिट संस्थाहरु छन् जसले आँखाको नेटवर्कै भनौं नेपालभरि बनाउने पनि एनजिओ नै हो धुलीखेल भनौं त्यसपछि तिलगंगा भनौं हामीहरु भन्यौ अब बयलपाटामा त्यस्तो राम्रो एक्जाम्पल छ. So there can be very good examples of non-profit organizations that contribute to the national health agenda. So त्यसैले हामी पनि त्यसमा एउटा चाहिँ building block बन्दै छौं. र safe thing is the ultimate ownership of the assets. जे जति हामी घर बनाउँछौं इक्विपमेन्ट किन्दैछौं संरचनाहरु बन्छन् these all assets are owned by the government. We cannot sell it, we cannot dismiss it. त्यसैले as long as you run it well you can run it but otherwise it's a government asset. So you cannot go wrong when you help build or equip or train the people here. So that's what I would say. Next, I think this is my last slide. We have a lot of partners. I think यहाँ 2-3 वटा पार्टनर यहाँ छुट्नु भएको हुनाले मैले करेक्सन गर्न भनेको थिएँ तर यो छुट्या रहेछ but at least KPALS is here, Hexen is here. You guys have been great. अनि यो Hexen र KPALS मात्र नभइकन Friends of QH
का धेरै साथीहरूलाई म धन्यवाद दिन चाहन्छु एन्ड हामी दुःख त हामी यहाँ गर्छौँ होइन तपाईँहरूले पनि त्यहाँबाट हेल्प गरिरहनु भएको छ बट योर सपोर्ट encourages us हामीलाई कन्फिडेन्स मिल्छ एन्ड मेक्स अस एबल टु वर्क मोर नेक्स्ट I think this is the last slide. Making children's healthcare available anytime, anywhere in an affordable price, or maybe free when they cannot pay, is our motto. And we're inching closer. We're inching closer with your support and networking. अनि हामीले चाहिएको फेरि म लास्ट वर्डमा भन्छु it's not just not about money. It's obviously you need funding, you need equipment, but it's networking. It's a word of mouth. It's an approval, moral approval of the cause. I think all that matters. And with this, I'll stop here. केही प्रश्नहरू छ भने मलाई सोध्नु भए हुन्छ अनि साथीहरू पनि त्यही हुनुहुन्छ उहाँहरूले पनि रेस्पोन्ड गर्नु होला थ्याङ्क यू सो मच ब्याक टु यु सत्यम Thank you so much, Prashnaji. Dr. Koirala. Your leadership, commitment, dedication, I think it's already proving to help improve pediatric healthcare in Nepal. अनि अघि नै फर्स्टमा भन्नुभएको थियो वाइ मी वाइ यु भनेर क्वेसन आयो भनेर भन्दाखेरि आई थिङ्क वाट एभर यु हेभ प्रेजेन्टेड स्पेसली दमकको त्यो लास्ट इयर 50K 26,000 पिपल एएनईमा सो आई थिङ्क द्याट्स अलरेडी बिन Damak was to correct the number. Damakma in last almost 3 years, less than 3 years, we crossed the number of 215,000 children passing through the doors of QH with some help. 215,000. भनेको चाहिँ झन्डै 2,15,000 2,15,000, right. 15,000 भनेको द्याट्स इट्स अ ह्युज नम्बर एन्ड आई थिङ्क दिस निड्स टु बी एडभोकेटेड इभन मोर आज त्यो कारणले पनि हामीले प्रेस मिडियाहरूलाई एक ठाउँमा एकत्रित गराएका छौँ किनभने जब राम्रो काम हुन्छ त्यसको एप्रिसिएसन र क्वेसनहरू आउँछ च्यालेन्जेसहरू आउँछ तर आई थिङ्क वी निड टु लेट द पब्लिक नो वाइ QH वाइ KPALS इज डुइङ दिस भन्ने कुरा थ्याङ्क यू सो मच फर यर प्रेजेन्टेसन भेरी Thank you. powerful and it justifies Great to all be the here hard with you. work. Ani, thank you. When you said that it encourages, our support encourages QH and you, we feel that encouragement. We need to do more. I think all the hard work is being done over there. Our moral support, capacity building, I think that's what we're trying to do. But it feels very privileged to be part of such a huge project. अब मैले धेरै कुराकानी नगरिकन मैले जुममा आउनुभएको जो मैले छुटाएको छु उहाँलाई मैले सर एक्नोलेज गर्न चाहेँ किशोर राणाजी हुनुहुन्छ उहाँ हुनुहुन्छ म्यानेजिङ डाइरेक्टर बुद्ध मोर्टगेजेसबाट हिज वान अफ आवर स्पोन्सर्स फर दिस अपकमिङ च्यारिटी डिनर किशोर राणाजीलाई मैले ढिलै भए पनि स्वागत गर्न चाहेँ Namaste and thank you, Kishorji. त्यसै गरी हामीसँग हुनुहुन्छ मोनिका आचार्य रविनजी उहाँ नेपालबाट हुनुहुन्छ होला मैले उहाँको फुल नेम र उहाँको डिटेल अलिक थाहा भएन त्यसै गरी हुनुहुन्छ हामीसँग डाक्टर सौरभ श्रेष्ठ Our pediatrician, Robin is our anesthesiologist and head. Urmila Sake is a chief pediatric cardiologist. She was leading pediatric cardiology at Gangalal. Now herself, chief pediatric surgeon, and myself will be together in QH in pediatric cardiology. Monica is our senior partnerships officer. Shilpa Amate is a pediatric hemato-oncologist. She also does visit to Damak, Kathmandu. She will lead the cancer care for children. So I think this is Uday Koirala, who's Uday Banjare. Yeah, I think Uday is our radiologist. So I guess that's what I see in my screen from Nepal team. Sure, thank you so much for all the introduction. अनि हजुर सबैलाई वेलकम अब मैले चाहिँ I think I should open the floor for our journalist मिडियाहरूलाई हजुरहरूलाई के क्वेसन राख्नु छ भने QH डाक्टर साहब यही हुनुहुन्छ KPALS हामी एज अ संस्था the floor is open अनि हजुरले ह्यान्ड रेज गर्नु भए पनि त्यो that would be better so that we don't clash मैले नै सुरु गरौँ हजुर हजुर स्योर हामी चाहिँ च्यारिटी डिनरको प्रिपरेसनको हिसाबले पनि आज हामी प्रेस मिट गर्दैछौँ हैन हजुर अनि should we also say a few things about what's going to happen where maybe we can take the questions all together or I'm open for any question related to QH Nepal. Obviously I'll be more than happy to answer. Maybe we do present a little bit of an insight into what's happening
अनि त्यसलाई पनि एकैचोटि हामीले हाइलाइट गर्ने या वी क्यान डु द्याट इन द सेकेन्ड हाफ अफ द सेसन इट्स आई एम जस्ट रेजिङ दिस क्वेसन No, I think you're right. मैले हुन त सोसियल मिडिया र इन्भिटेसनहरू गइसकेको छ तर I would like to add हाम्रो च्यारिटी डिनर चाहिँ sorry I'm just trying to get the leaflet here. विशेष गरी भेन्यूको लागि यो चाहिँ 18th of April ब्लू रुम्स भन्ने हेरोमा एउटा भेन्यू छ त्यहाँ हुँदैछ फ्रम 6 to 9 हाम्रो अब एट्र्याक्सन भनेको मेन फन्ड रेजिङ अनि एडभोकेटिङ क्युज अनि अब पत्रकारहरूको उहाँको क्वेसनमै अब अरू आन्सरहरू त आउँछ होला र यसको मेन हाम्रो उद्देश्य भनेको नै टु सपोर्ट इन क्यापेसिटी बिल्डिङ विशेष गरी in any way and also to हाम्रो यो केपाल्स युकेलाई चाहिँ अलिकति एडभोकेट गर्न नेपाली कम्युनिटीमा युकेमा लगायत अनि जता जता हामी सक्छौँ अलिकति केपाल्स युके के हो र यसले के गर्दैछ र क्युओच के हो भन्ने कुराको चाहिँ अलिकति हामीले पब्लिकमा चाहिँ पुर्याउन पनि खोजेका हौँ हामी किनभने वी आर स्टिल बेबी अर्गनाइजेसन ओन्ली 3 years old सो यसमा चाहिँ आई थिङ्क एज अ मिडिया चाहिँ you guys would be very much helpful and powerful in supporting us. अरू च्यारिटी डिनरको लागि चाहिँ आई थिङ्क एज वी गो अलङ हजुरहरूको प्रश्नसँगै हामीले आन्सर गर्ने आई थिङ्क त्यो उपयुक्त होला फर्स्ट अफ अल भगीरथ योगी हुनुहुन्छ उहाँ प्रिभियस बिबिसी जर्नलिस्ट मैले उहाँबाट क्वेसन लिन चाहेँ थ्याङ्क यू प्रसन्नजी हजुर सबैलाई नमस्कार गुड आफ्टरनुन फ्रम द युके म चाहिँ फर्मर बिबिसी जर्नलिस्ट भनौँ अहिले चाहिँ बिबिसीमा छैन र सो नाइस टु जोइन दिस प्रेस मिट हजुरहरू सबैलाई धेरै धेरै आभार पनि छ खास गरेर केपल्स युकेले धेरै नै राम्रो काम गरिराख्नु भएको छ र डाक्टर कोइरालाको नेतृत्वमा 3 वर्ष अगाडि हामीले जुन कन्सेप्ट सुनेका थियौँ यो सो ह्याप्पी टु नोट द्याट ओभर द लास्ट 3 years थुप्रो ग्राउन्डमा थुप्रै बालबालिकाको बच्चाहरूको ज्यान बचेको छ राम्रो क्वालिटी अफोर्डेबल केयर पाइराखेका छन् रियली एप्रिसिएट यसमा आई हेभ गट अ कपाल अफ क्वेसन्स अलिकति पोलिटिकल जस्तो पनि सुनिहाल्ला हामीले चाहिँ अब यो भर्खरै नेपालमा आम चुनाव भयो डाक्टर साहबको कहीँ अन्तरिम सरकारमा मन्त्रीको नाममा पनि रूपमा पनि उहाँको नाम सुनिएको थियो गएको चुनावमा चाहिँ चुनाव लड्नुहुन्छ कि अथवा चाहिँ समानुपातिकमा आउनुहुन्छ कि भनेर विभिन्न पार्टीहरूले कन्ट्याक्ट गरे भन्ने पनि सुनिएको थियो बट यु हेभ कमिटेड एन्ड यु हेभ फोकस्ड अन डेलिभरिङ द सर्भिसेस द्याट यु प्रमिस्ड टु द कम्युनिटी टु द नेसन वी रियली एप्रिसिएट द्याट मेरो पहिलो क्वेसन चाहिँ यो अहिले स्वास्थ्य बिमा एकदमै क्राइसिसमा छ र नेपालको स्वास्थ्य बिमालाई यो बालबालिका खास गरेर यो चिल्ड्रन्स केयरमा जोड्ने बारेमा केही प्रयास भएको छ कि कियोसले पनि त्यस बारेमा केही सोचिरहेको छ कि त्यो एउटा प्रश्न र दोस्रो प्रश्न चाहिँ भर्खर नयाँ सरकार आएको छ एकजना नर्स नाउ सी लिडिङ द हेल्थ मिनिस्ट्री सो वाट वुड यु लाइक टु सजेस्ट नयाँ सरकारले चाहिँ हजुरले यो एनसिडीको पनि कुरा गर्नुभयो यसमा खास गरेर कार्डिया केयरमा चिल्ड्रन्स केयरमा ओभरअल कुन डिरेक्सनमा जानुपर्छ जस्तो लाग्छ त्यो दुईवटा क्वेसन थ्याङ्क यू Thank you, Bhagirathji. Great to see you again. It's always a pleasure to meet and talk to you. Hopefully, we'll meet in person some point. Back to your question. Number one, by the way, हामीले यति पब्लिकली डिक्लेयर गरेको इम्पोर्टेन्ट एजेन्डा हो भनेर यो एजेन्डा लिएर यसलाई एउटा निश्चित लेभलमा पुर्याउँछौँ भनेर लागेपछि I didn't want to get distracted with positions and kind of limelight, although रिस्क पनि हुन्थ्यो होला त्यसैले यसैमा फोकस गरेको आई थिङ्क स्टिकिङ टु यर कमिटमेन्ट्स इज अल्सो अ टेस्ट फर यर सेल्फ त्यसैले हामी यहीँ छौँ र बाई द वे बिल्डिङ इन्स्टिट्युसन्स इज प्रब्लली द सेफेस्ट वे टु बिल्ड द नेसन यो देश बनाउने कुरा भने चाहिँ ठुलो यो एकैचोटि सबै बन्ने होइन इन्स्टिट्युसन्स बनाउँदै गयो र इन्डिपेन्डेन्ट बलिया इन्स्टिट्युसन्स भने चाहिँ पोलिटिसियनले मात्रै पनि त्यसलाई धेरै बिगार्न सक्दैनन् कि त्यसैले I think it's part of a nation building in a smaller scale seemingly, but I think these things coming together will help in a big way. Now, दोस्रो चाहिँ यो अहिलेको हेल्थ मिनिस्टरलाई के एडभाइस well I think I have not met her recently after she became minister. I'm sure she was in Beer and then Virat, so I know the background. त्यो चाहिँ यसो हो अब I think if there is a need for डिस्कसन इन्टु अब नयाँ कुराहरू धेरै दिने कुरा हुँदैन अहिले भएकोलाई रिफाइन गर्ने कुरा हो डेलिभर कसरी गर्ने भन्ने कुरा हो थ्योरिटिकली लेखेको
पोलिसीका कुरालाई ट्रान्सलेट गर्ने टुल्स एन्ड आर्मामेन्टेरियम के हो, जस्ता क्वालिटी इम्प्रुभ गराउने रियल प्र्याक्टिकल चाहिँ वेजहरू के हुन्, र केही रणनीतिक चेन्जहरू पनि आउनुपर्ने छ, नयाँ कुरा तिनीहरू के हुन् भन्ने कुराहरू चाहिँ छन्. आई थिङ्क वी विल डिस्कस. वी हेभ गिभन देम to the ministry many times, but we will continue to do that. And I've committed publicly, any honest minister comes in the ministry, I'll be there to help. There's no problem. So I hope we will be in touch and discuss few things. जहाँसम्म बिमाको कुरा हो, that should be a backbone of healthcare of any nation. But unfortunately, हामीले बडा passionately सुरु गरेको बिमा floundered in between and still struggling. Tara, it is not to say that was a wrong concept. The moves, the business plan wasn't right. It didn't go the way it was supposed to go. अहिले पनि त्यसलाई के रिमोडलिङ गर्ने हो भने त्यो चाहिँ फेरि पनि रिभाइभ गर्न सकिन्छ. भएको प्रब्लम के हो भने एउटा पेपरमा कमिट गर्ने अनि त्यसलाई रियालिटीमा सपोर्टमा फाइनान्शियली बोल्स्टर नगरिदिने हो भनेदेखि सबै इन्स्टिट्युसन धराशायी हुने हुन्. एन्ड अल्सो हामी सबैको माइन्डसेट चाहिँ इन्क्लुडिङ द पिपल, द ब्युरोक्राट्स, द पोलिटिसियन्स, यो सबै सरकारले ल्याइदिएर दिनुपर्छ फेरि टाइपको माइन्डसेटले यहाँ दुःख दियो. इट इज सपोज टु बी अ काइन्ड अफ अ सोसल प्रोटेक्सन सहितको बिजनेस हो नि त्यो त होइन. हामीले वी फरगट द्याट टु कम्पोनेन्ट्स आर मर्ज इन वान एन्ड दिस ह्याड टु बी मोडल इन द्याट वे. बट अब मलाई के लाग्छ भने अहिलेको सरकारले पनि बिमालाई एकदमै महत्त्वका साथ हेरेको छ र सबै स्वास्थ्य सेवालाई बिमा मार्फत एकद्वार प्रणाली मार्फत दिनुपर्छ भन्ने उहाँहरूको घोषणापत्रमा पनि भएको मलाई थाहा छ. त्यसैले आई बिलिभ दे विल टेक इट सिरियसली. इट्स फिक्सेबल, अल आई नो, किनभने म पनि त्यहाँ धेरैदेखि डिरेक्टली इन्डिरेक्टली स्टडी गरेको छु. एडभाइजरी टिममा त्यसको चाहिँ टास्क फोर्समा बसेको छु र प्रोभाइडर मध्येको प्रब्लम पनि मलाई राम्रो थाहा छ. सो इट्स अ फिक्सेबल प्रब्लम. कन्ट्री हेज टु रियली टेक सम बोल्ड स्टेप्स, इन्क्लुडिङ ऐनमा अलिकति परिवर्तन गर्नेदेखि लिएर फाइनेन्सिङ मेकानिजम्सहरू चाहिँ चेन्ज गर्ने र कानुन चाहिँ म्यान्डेटोरी भन्ने अनि व्यवहारमा चाहिँ 21% मात्रै इनरोल हुने भनेपछि कुरो मिलेन. यिनीहरू मिलाउनुपर्छ. मलाई लाग्छ आई थिङ्क च्यालेन्जिङ बट डुएबल हो बिमा. बट बिमाले हामीलाई पनि राम्रोसँग छुन्छ, किनभने इफ बिमा वाज वाइड स्प्रेड इन नेपाल, इन्स्टिट्युट लाइक कियोज वोन्ट ह्याभ टु वरी अबाउट सर्भाइभल. किनभने यहाँ त क्वालिटीको आधारमा बच्चाहरू आउँथे, पैसाको कुरै गर्नु पर्दैन थियो. द्याट वुड ह्याभ बिन लट इजियर फर मेनी इन्स्टिट्युसन्स लाइक अस. द्याट्स नट द केस येट, बट हामीले देखिसकेका छौँ क्वालिटी केयर राम्रो अफोर्डेबल प्राइसमा भयो भने आई थिङ्क रेभेन्यू पनि ठिकै उठ्दो रहेछ. ग्रान्ट्सहरू प्रोजेक्ट बाई प्रोजेक्ट. अनि वेब स्टार्टेड इन्डाउमेन्ट्स, तपाईँहरूलाई आज यो पनि भनौँ, इन्डाउमेन्ट्सहरू चाहिँ हामी लङ टर्म सस्टेन गर्न सकौँ र यो फ्री स्किमले डुबाउन नडुबोस् संस्था भनेर फ्री केयरको लागि इन्डाउमेन्ट्सहरू पनि हामीले राख्न सुरु गरेका छौँ. होपफुली द साइज विल ग्रो सो द्याट वी क्यान कभर फर एभ्रीबडी हु इज नट एबल टु पे फ्रम द पकेट. लामो एन्सर भयो to the short question, but I think this is what I think about the BIMA. Yes, thank you. Thank you, Bhagiraji, former BBC journalist. र हजुरको अर्को एउटा हाम्रो जगनजीसँग एउटा I think you have एउटा English media पनि छ जस्तो लाग्छ. He is still, although he is a former journalist, but still he is very active in the community. अब त्यसै गरी मैले भन्न छुटाएको छु अघि, हामीसँग अर्का स्पोन्सर्स हुनुहुन्छ यो अब आउने च्यारिटी डिनरको लागि. उहाँको धर्मपत्नी यही हुनुहुन्छ, रश्मिता दर्लामी. मिन दर्लामीजीले स्पोन्सरको लागि एज अलवेज दे हेभ अलवेज बिन भेरी हेल्पफुल. ए स्टार फाइनेन्सका म्यानेजिङ डाइरेक्टर मिन दर्लामीजीलाई पनि मैले एक्नोलेज गर्न चाहेँ. थ्याङ्क यू सो मच फर यर सपोर्ट एज अलवेज. अब त्यस्तै गरी मैले ब्रिटिस खबरबाट अघि विपिन निरौलाजीको ह्यान्ड रेज भएको देखेको थिएँ. अहिले देखेको छैन. विपिनजी हजुर हुनुहुन्छ भने प्लिज फ्लोर इज योर्स. नमस्कार, सुनिन्छ है मलाई? हजुर सुनिन्छ. मेरो यो अलिकति कम्प्युटरमा टेक्निकल प्रब्लम भएकोले म मोबाइलबाटै जोइन भएँ. सर्वप्रथम नमस्कार, मेरो नाम विपिन निरौला. म BritishKhabar.com भन्ने यो वेबसाइट चलाउँछु. डाक्टर भगवान कोइराला उहाँको नामबाटै स्पष्ट हुन्छ. एक त डाक्टर, त्यसमाथि मुटुको, अनि त्यसमाथि बच्चाहरू हाम्रो नेपालमा चाहिँ कुमारीलाई एउटा भगवानको के अरे प्रतीक भनिन्छ. तपाईँले एकदम राम्रो काम गर्नुभएको छ. यो
शब्दले यहाँको प्रशंसा वर्णन गर्नै सकिँदैन। र यहाँले जुन स्लाइड पनि प्रस्तुत गर्नुभयो त्यो स्लाइड पनि अत्यन्तै राम्रो थियो। यो स्लाइड अहिले हामी यहाँ 20-25 जना जति सामु प्रस्तुत भयो। मलाई लाग्छ यो अलिकति बृहत रूपमा, मलाई लाग्छ डाक्टर साहब पनि अप्रिलको यो च्यारिटी डिनरमा पक्कै आउँदै हुनुहुन्छ होला, त्यो अलिक व्यापक रूपमा यसलाई चाहिँ प्रस्तुत गर्नुपर्छ। मिडियाको तर्फबाट हामीले के गर्नुपर्छ त्यो हामी गर्न रेडी नै छौँ। यो गर्नु भनेको एउटा हाम्रो लागि पनि अहोभाग्य हो। मेरो अब 1-2वटा यो सुझाव त नभनौँ होइन, प्रश्न सुझाव जस्तो हो। अब यहाँ डाक्टर साहबहरू यसै पनि अब पढेर उ गरेर आउनुभएको हुनुहुन्छ, अनुभवी हुनुहुन्छ। मैले चाहिँ सुरुवात यो क्षमा याचनाबाट गर्न चाहेँ। डाक्टर साहबहरूको समय एकदमै महत्त्वपूर्ण हुन्छ। हामी यहाँको पनि हस्पिटलमा अथवा जिपीमा कहीँ अपोइन्टमेन्टमा गयौँ भने 5 मिनट 10 मिनट ढिलो गयो भने त्यो अपोइन्टमेन्ट नै क्यान्सल गरेर फेरि रिबुक गर्नुपर्छ। आजको यस्तो महत्त्वपूर्ण समयमा यत्रो डाक्टर साहबहरू हुनुहुन्छ नेपालबाट या युकेबाटै। हामी सञ्चारकर्मीहरू नै केही ढिलो आएकोमा म व्यक्तिगत तर्फबाट र सञ्चार संस्थाहरूको तर्फबाट पनि क्षमा याचना गर्न चाहन्छु। र अबदेखि यस्तो प्रेस कन्फरेन्समा चाँडै आइदिनु होला। बिचरा डाक्टर साहब अपरेसन गर्दा गर्दै उहाँको काम छोडेर आउनुभएको हुन्छ, यो सञ्चारकर्मीहरूले सुनिदिनु होला भन्दै। अब यो डाक्टर साहबले अघि प्रस्तुतिमा चाहिँ यो एउटा डेटा जुन भन्नुभयो, यो पिडियाट्रिक्स चाहिँ डाक्टरहरू नेपालमा कम छन् अनि नर्सहरू पनि कम छन् भनेर म पनि यो सानो एनएचएसमा डाइरेक्टली इन्डाइरेक्टली यो नेसनल हेल्थ सर्भिसमा चाहिँ यहाँको एजेन्डामै पर्छ, यो गभर्मेन्टको एजेन्डामा। र अब किङ्स कलेज हस्पिटल यहाँ जुन लन्डनमा छ त्योसँग पनि डाइरेक्टली इन्डाइरेक्टली कुनै प्रोजेक्टहरूमा सम्बन्धित भएर मैले यो जान्न चाहेको, हामीले चाहिँ यो पिडियाट्रिक्स डक्टर्स नर्सहरू अझै उत्पादन गर्नलाई नेपालमा र यी जुन डाक्टर साहबको यो ड्रिम प्रोजेक्ट छ त्यसमा काम गराउनको लागि हामीले व्यक्तिगत रूपमा डाक्टर नर्सहरूलाई कसरी अभिप्रेरित गर्न सक्छौँ। हाम्रा जुनियरहरू, हाम्रा भान्जा भान्जी, भतिजा भतिजी, उनीहरूलाई हामीले कसरी अभिप्रेरित गर्न सक्छौँ, नम्बर 1। नम्बर 2, जस्तै अघि स्वास्थ्य मन्त्रीको कुरा भयो, अहिलेको जो स्वास्थ्य मन्त्री उहाँ स्वयं नर्स हुनुहुन्छ, उहाँ पनि टिचिङ गर्ने अझ पढाउने नर्स हो होइन। उहाँसँग व्यक्तिगत मेरै जिल्ला सुनसरीबाटै हो, मेरो त अब मित बहिनी पनि पर्नुहुन्छ, व्यक्तिगत चिनजान पनि छ। हामीले उहाँलाई सुझाव दिँदाखेरि के चाहिँ सुझाव दिन सकिन्छ, कस्तो गर्दाखेरि अब अघि डाक्टर साहबले भनिहाल्नु भयो विभिन्न प्रोजेक्टहरू छन्। आँखाका प्रोजेक्ट नेपालमा एकदमै राम्रो, संसारभरि नै चाहिँ त्यो ख्याति प्राप्त छ। त्यसै गरी यो चाइल्ड हेल्थको सेक्टरमा चाहिँ के गर्न सकिन्छ, के चाहिँ हामीले सुझाव दिन सकिन्छ, डाक्टर साहबले त्यो पनि भनिदिनु होला। अनि अर्को अघि नै कुरा आइसक्यो यो बिमाको, यो सरकारको 100वटा प्रतिबद्धता जुन छ त्यसमा बिमाको चाहिँ त्यति देखेको छैन। म पनि यो अध्ययनकै क्रममा छु। यसमा चाहिँ हामीले के सुझाव दिन सकिन्छ सरकारलाई? हुन त विगतमा विभिन्न स्वास्थ्य मन्त्रीहरू हुनुभयो, उहाँहरूको पालादेखि नै स्वास्थ्यको क्षेत्रमा अलिकति राम्रै काम हुँदै आएको छ भन्ने म पोजिटिभ थिङ्कर भएकोले पोजिटिभ नै कुरा आइरहेछ। के सुझाव दिन सकिन्छ त्यो? र लास्ट बट नट लिस्ट, जस्तै डाक्टर साहबहरूले पनि विभिन्न ठाउँमा भ्रमण गर्नुभएको छ। युकेकै मैले यो बेनिफिट्सको सिस्टमको कुरा गरेँ, यहाँ चाहिँ 65 कटेकोलाई त धेरै मतलब सुविधाहरू छ होइन, 65-70 ओल्डहरूलाई। नेपालमा पनि वृद्ध भत्ता भनिन्छ, ओल्ड बेनिफिट्स। तर नेपालमा चाइल्ड बेनिफिट्स, यो बच्चाहरूलाई चाहिँ भत्ता दिने गरिएको छैन। जस्तै युकेमा हामी सर्वसाधारण हाम्रा बच्चाहरूले पाउने भत्ताहरू हाम्रै ब्याङ्क अकाउन्टमा आउँछ, बच्चाको पनि छुट्टै ब्याङ्क अकाउन्ट खोल्न सकिन्छ। यहाँको प्राइम मिनिस्टर, युकेको प्राइम मिनिस्टरले पनि बच्चाको भत्ता लिनुहुन्छ। मैले भन्न खोजेको त्यो एउटा लेम्यानदेखि लिएर मतलब सरकारको त्यो नीति उसमा भएका सबैले चाइल्ड बेनिफिट लिन्छन्। त्यो चाहिँ नेपालमा पनि एउटा त चाइल्ड बेनिफिटको कुरा हामीले उठायौँ भने यो हस्पिटललाई केही सहयोग हुन्छ कि, नम्बर 1। नम्बर 2, जस्तै ब्याङ्क सेक्टरको कुरा गर्नुभयो नि, ब्याङ्क सेक्टरमा पनि जस्तै चाइल्डको कुनै एउटा चाहिँ अकाउन्ट खोलिदियो भने यति वर्षभन्दा मुनिको, 16 या 18 वर्षभन्दा मुनिको, त्यसमा चाहिँ जति प्यारेन्ट्सले राख्छन् ब्याङ्कले पनि त्यसमा केही प्रतिशत 10%, 20% या 50%सम्म राखिदियो भने त्यो अलिकति केही हेल्पफुल हुन्छ कि। मेरा यिनै प्रश्न हुन्। हस्, धन्यवाद, नमस्कार। विपिनजी, थ्याङ्क यू सो मच। मै रेस्पोन्ड गरौँ होइन त? अब अहिले आई थिङ्क आइ एम इन द बेस्ट पोजिसन टु रेस्पोन्ड टु द्याट। अरूले पनि थप्नु भए त हुन्छ। आई थिङ्क एनी अफ यु क्यान। त्यही पनि तपाईँको पहिलो प्रश्नबाट सुरु गरौँ। मेरो दिएको स्लाइडको मकसद चाहिँ के थियो भने
पिडियाट्रिसियनहरूको सङ्ख्या चाहिँ 800+ बन्ने छ अहिलेसम्म रेजिस्टर्ड, तर सबै नेपालभित्र हुनुहुन्न होला। तर पनि हामीलाई चाहिँ केही इन्स्टिट्युटहरू बलिया इन्स्टिट्युटहरू चलाउनलाई त्यो पुग्ने नम्बर हो। केयर पपुलेसनको हिसाबले कम त हो, तर त्यो कारणले भन्दा पनि सब स्पेसियालिटी ट्रेनिङ नभइकन उच्च स्तरको गुणस्तरीय सेवा दिन गाह्रो हुन्छ, त्यतापट्टि ध्यान दिनुपर्छ भन्ने एउटा पोइन्ट थियो मेरो। तर त्योभन्दा पनि महत्त्वपूर्ण पोइन्ट चाहिँ नर्सिङ र प्यारामेडिक्सहरू अरू विषयको दक्षता भएका अन्य विज्ञहरूलाई पनि हामीले त्यत्तिकै सँगै ट्रेन गराउनुपर्छ भन्ने आशय थियो। इन्करेज गर्न त भान्जा भान्जीहरूलाई पनि पठाउनु त भयो, अझ तिनीहरू अलि नेपालमै बस्ने माहौल बनाउन पाएदेखि हामीलाई चाहिँ त्यो सङ्ख्यामा भन्दा पनि क्वालिटी र कमिटमेन्टको एउटा इस्यु छ भन्ने मलाई लाग्छ। दोस्रो कुरा चाहिँ अब यो अहिले नयाँ आउनुभएको मन्त्रीज्यूलाई तपाईँ मार्फत हामीले के राय दिउँ भन्ने प्रश्नमा चाहिँ अब आई मिन वी क्यान डु आवर जब, हामीले यहाँबाट आफैले गर्ने त गरिहाल्छौँ होइन। मैले लागेको कुरा चाहिँ यो प्रसङ्गमा हामी अहिले केपाल्सकै कुरा गरिरहेछौँ, कियोजको कुरा गरिरहेछौँ, त्यो कारणले मात्रै होइन, तर ट्रुली आई बिलिभ कि लो ह्याङ्गिङ फ्रुट फर द मिनिस्ट्री अफ हेल्थ इज टु पार्टनर विथ दोज गुड अर्गनाइजेसन्स जसले तपाईँको एजेन्डालाई चाँडै पेरिफेरीसम्म डेलिभर गर्न लैदिन्छन्। आफूसँग पैसा धेरै छैन, बजेट नबढाइकन नयाँ जनशक्ति आउँदैन, अर्थ मन्त्रालयले दरबन्दी दिन सक्दैन, नयाँ घर अहिले बन्नेवाला छैन सरकारले बनाएर। सो यस्तै बेलामा हो यस्तै नन प्रफिट जसको चाहिँ प्रफिट हुँदैन, प्रफिट बेनिफिटलाई काम गर्दैनन्, राम्रो क्वालिटी काम गरिरहेछन्, उनीहरूलाई चाहिँ पे फर पर्फर्मेन्सको मोडलमा पार्टनरसिपको उसमा लिने, उनीहरूले प्रदान गरेको सर्भिसलाई युनिट कस्टको हिसाबले रिइम्बर्स गरिदिने, अनि तपाईँको सेवा सरकारको नाममा जिल्ला प्रदेशमा पुर्याइदिने। द्याट वुड बी the most shortest route for government to provide service, particularly in children's health. I mean, we are now getting able to deliver and decentralize pediatric care across the nation if we had enough resources. Okay, अब यो मैले यति चाहिँ भने, अब आई थिङ्क म आफै त भनिहाल्छु, तपाईँहरूले पनि त्यो कुरा उठाउँदाखेरि चाहिँ पार्टनरसिपको मोडललाई तिमीहरू सबै सरकारले गर्ने भनेर फेरि पुरानाले जस्तो लिएर कक्रक्क परेर नबस्नु। द्याट वे यु विल नट बी एबल टु डेलिभर सर्भिस इन द पेरिफेरीज फर स्योर, र स्पेसलाइज गर्ने काम पनि सरकारले गाह्रो हुन्छ। सो युज दोज इन्स्टिट्युसन्स विच आर गुड एन्ड डोन्ट वर्क फर प्रफिट्स भनेर भन्नु पर्ला। आई थिङ्क द्याट वुड बी माई एडभाइस टु यु टु एडभाइस हर इफ एट अल द्याट्स पोसिबल। अब बिमाको कुरो त अब मैले भने, तर यो अहिले मैले पनि हेरेँ 100वटा प्राथमिकताका कुराहरू, यिनीहरू एकदम ऱ्यापिड रेस्पोन्स कुराहरू मात्रै त्यो 100वटा एजेन्डामा आएको छ। बिमा चाहिँ ऱ्यापिड रेस्पोन्सबाट केही मिलाउन सकिन्छ, तर इट्स मोर अफ ए मिड टर्म मन्थ्स टु इयर्सको प्लान गर्नुपर्छ होला, त्यस कारणले पनि त्यहाँ नराखेको होला। तर बिमा इज हेज टु बी अ टप प्रायोरिटी फर दिस गभर्मेन्ट एन्ड आई नो द्याट इज। अब फाइनल क्वेसन चाहिँ तपाईँको के थियो, चाइल्ड बेनिफिटको कुरा। अब हामी बिस्तारै चाहिँ घस्रिँदैछौँ, पैसा छैन देशमा, थैली सानो छ, धेरै बेनिफिट्सहरू बाँडेर चल्न गाह्रो छ। अहिले बच्चाकै नाममा थप चाहिँ नि भत्ता त सरकारले देला जस्तो मलाई लाग्दैन, सक्ला जस्तो पनि लाग्दैन। अहिले बरु उपचार चाहिँ आई थिङ्क दिस इज वाट वी निड टु एडभोकेट एक्रस द ग्लोब। अन्त त मतलब भएन देशभित्र, द्याट्स एक्ज्याक्टली वाट कियोजले चाहिँ त्यही गर्छ। 5 वर्ष मुनिका बालबालिकाको मृत्यु दर असाध्य धेरै छ, अनि कहिले वृद्धलाई, कहिले यो रोगलाई, कहिले त्यो रोगलाई दिने फ्री स्किमहरू, त्यो चाहिँ जे गरौँ त्यसमा हाम्रो के नबोलाउँ। तर आफ्नो कुनै गल्ती बिना मृत्युको मुखमा पुगेका बालबालिका जसको यो संसारमा कुनै पापै छैन, दोषै छैन, हो तिन चाहिँ पैसा बिना मर्नु नपर्ने माहौल चाहिँ ग्यारेन्टी गरौँ। अन्डर 5 को उपचारलाई सबै ठाउँबाट एउटा सिलिङ राखेर उपचार चाहिँ फ्री हुने, सरकारी रेटमा रिइम्बर्समेन्ट हुने ग्यारेन्टी गरौँ। आई थिङ्क द्याट वुड बी द बिगेस्ट एचिभमेन्ट अफ दिस गभर्मेन्ट, वान अफ द बिगेस्ट एचिभमेन्ट्स। यो चाहिँ मैले एडभोकेट गरिदिरहेको छु, तर चाहिँ हाम्रो कियोजले पनि गरिरहेछ। मेबी वी सुड अल स्पिक अप टुवर्ड्स दिस। थ्याङ्क यू विपिनजी। ल आई थिङ्क ग्रेट क्वेसन्स। Thank you, Dr. Koirala, for answering Vipinjiको क्वेसनहरू सँगै। It's always provoking in a good way. I think he's one of the journalists who is able to challenge, and I think we need this kind of journalists as well. Thank you हजुरको क्वेसन लागि। अरू कोही हाम्रो पत्रकार साथीहरूको, नवीनजी कान्तिपुरबाट हुनुहुन्छ, अरू कोहीको हुनुहुन्छ भने प्लिज फिल फ्री। बहिनी अब प्रश्न पनि हाम्रो एनएनए को अध्यक्षको क्वेसन छ त्यहाँ हैन त, सजेसन डक्टर साहबलाई। If on that note, I'm like NRN UK बाट पनि
राजेन्द्र पुडासैनीजी हुनुहुन्छ। उहाँले चाहिँ well done and my solidarity. NNA UK will sponsor for this great cause भन्नुभएको छ। Thank you so much राजेन्द्र पुडासैनीजी। त्यसै गरी रश्मिता दर्लानी हाम्रो नर्सिङ एसोसिएसन UK को if QH guarantees job security and opportunities for career development for nurses, is it likely that number of pediatric nurses will increase? यो चाहिँ हाम्रो डाक्टर साहबलाई नै। Well, not only for nurses, we hope that QH will be an attraction for physicians alike, and maybe that will help change the mind of those working abroad to come back and work here. That's at least our modest hope. And certainly that applies to nurses who are in Nepal. Thank you so much. अरू हाम्रो कोहीबाट केही क्वेसन केही कमेन्ट अथवा केही आफ्नो कुराहरू राख्नु छ भने दिस इज अ अपर्च्युनिटी आई थिङ्क अदरवाइज हामी अलमोस्ट वी आर कमिङ टुवर्ड्स द एन्ड अनि अलिकति च्यारिटीको टाइमिङ अलि केही छ कि सत्यम रमेश अबाउट द च्यारिटी इभेन्ट म चाहिँ आइम ट्राइङ टु रिस्केड्युल माई फ्लाइट यहाँलाई म अलिकति हेडसअप चाहिँ दिइरहेको छु होइन आई वाज अल कमिटेड टु जोइन यु गाइज अब यो अहिलेको मिडल इस्टको चाहिँ नो फ्लाइ जोनले गर्दा मेरो यता र उता सार्नु परिरहेछ बट आई स्टिल ट्राई टु मेक सम अरेन्जमेन्ट्स लेट्स सी लास्ट मोमेन्ट हेर्दैछु म शिवजीले के भन्नुहुन्छ कि च्यारिटीको विषय हाम्रो च्यारिटी डेको विषयमा शिवजी थ्याङ्क यू डाक्टर साहब होइन अब धेरै कुरा त अघि हाम्रो यो च्यारिटीको इभेन्टको बारेमा रश्मिता के सरी प्रसन्न बहिनीले नि भनिसक्नुभयो डाक्टर दुर्गाले नि भनिसक्नुभयो अब धेरैलाई हाम्रो निमन्त्रणा नि पुगिसकेको छ अघि डाक्टर साहबले एउटा भगवान डाक्टर साहबले एउटा शब्द युज गर्नुभएको थियो जुन प्रसन्न बहिनीले त्यसलाई नोट गर्नुभयो हामी इन्करेज हुन्छौँ भन्ने शब्दले अब गुजबम नै निक्लियो अब यस्तो व्यक्तित्वहरू पनि हामीले गरेको सानो सपोर्ट सानो सोलिडारिटीले त्यो लेभल हुँदो रहेछ त्यसले गर्दा अब हामी परदेशमा बसेर स्वदेशको जुन अवस्था अघि डाक्टर कोइरालाले भन्नुभएको जस्तै दुईटै हस्पिटलमा अहिले चलिरहेको हस्पिटलमा पुग्ने अवसर पाएँ दमकमा पनि र थापासीमा पनि त्यो छेनहरू देख्दा हामीले केही गर्नुपर्ने हुन्छ भनेरै हो र हामी भित्रैबाट एकजना डाक्टर शशि श्रेष्ठले पनि च्यारिटी रन गर्दैछ सपोर्टको लागि ब्राइटन म्याराथनमा दौडेर त्यसै गरी हामीले जुन 18 तारिकको प्रोग्राम छ हामीले अघि पनि कुरा आयो हामीले नेपाल हामीले जुन दमक हस्पिटलबाट एकजना डक्टरलाई ल्याएर यहाँनिर ट्रेनिङ गराउने पनि गऱ्यौँ यही के पाल्सोबाटै तर अब हामीलाई जुन बजेट यो डोनेसनको कुराहरू यो कुराहरू बडो महत्त्व राख्छ यसले हामीले यहाँ त्यो कुरा गराउनको लागि पनि 18 तारिक हामी कार्यक्रम गर्दैछौँ सम्भव भएसम्म यहाँहरू सशरीर उपस्थित भएर र यहाँका नजिकका अथवा चिन्जानका र अन्य स्पोन्सरहरू पनि यहाँले सहयोग गरिदिनु भयो भने त्यो अब सुनमा सुगन्ध हुन्छ भएन भने पनि उपस्थित हुन सक्नु भएन भने आफ्नो गच्छे अनुसार सहयोग गरिदिनु भयो भने पनि हामीलाई पर्याप्त हुन्छ र त्यो ठ्याक्क नेपाली नयाँ वर्षको समय पनि पर्याप्त छ सेलिब्रेसनको टाइम पनि परेको हुँदा आउनुहोस् सहकार्य गरौँ हामीले गरेको कुराहरू अघि डाक्टर कोइरालाले भनिसक्नुभयो आखिर रहने र लिएर जाने त्यही कुराहरू नै रहेछ यति कुरा गर्नको लागि सोलिडिटीको लागि हामी अनुरोध गर्न चाहन्छौँ र हामीले हाम्रो फेसबुक पेजमा पनि राखिसकेका छौँ हाम्रो कार्यक्रमको बारेमा र कसैलाई कुनै जानकारी चाहेमा हामी ट्रस्टीहरू उपलब्ध हुने नै छौँ धन्यवाद थ्याङ्क यू सो मच शिवजी श्रेष्ठलाई आई थिङ्क हामी वी आर कमिङ टुवर्ड्स द एन्ड केही क्वेसनहरू छैन भने हामीले एउटा प्रेस विज्ञप्ति जस्तो अलमोस्ट ड्राफ्ट तयार गरिसकेका छौँ हामीले हाम्रो पत्रकार साथीहरूलाई त्यो पठाइदिनेछौँ अनि त्यसमा हजुरहरूको आजको यो प्रेस मिट पश्चात यहाँहरूको सपोर्ट यो बाई वर्ड अफ माउथ पनि एकदम इम्पोर्टेन्ट छ अहिले त्यो बाहिर मलाई त इच्छा थियो नेपालका पत्रकारहरू मित्रहरू उपलब्ध हुनुहुन्छ होला भन्ने लागेको थियो तर नवीनजी हाम्रो सामु हुनुहुन्छ उहाँले कान्तिपुरमा अनलाइन पठाइदिनु हुनेछ र जति सक्दो अलिकति प्रचार प्रसार गुड कजको लागि एउटा ब्लकिङ के अरे बिल्डिङ ब्लक एउटा इँटा थप्ने काम हुन्छ त्यसमा हजुरहरूको ठुलो हात हुनेछ र आजको यो समय यो विकेन्ड सन्डे फ्यामिली टाइमको बेलायतमा बल्ल बल्ल
समर आउन लागेको छ, अलिअलि घाम देखिन थालेको छ, त्यो टाइममा पनि यसो डेडिकेट गर्नुभयो, त्यसको लागि वी अल आर भेरी ग्रेटफुल अन बिहाफ अफ केपाल्स युके एन्ड कियोट एज वेल। अरू केही छैन भने हामीले सत्यनजी हामीले के गरौँ, एन्ड गरौँ कि? मेरो तर्फबाट केही छैन है। We look forward to see you all 18 मा quite excited। हाम्रो फर्स्ट इभेन्ट हो, राम्रोसँग केपाल्स रेजिस्टर भइसकेपछि अनि एकचोटि म हाम्रो सबै साथीहरूलाई प्लिज स्प्रेड द वर्ड हाम्रो 18 तारिकलाई। We really want to spread our केपाल्स to the UK diaspora कि हामी यस्तो गर्दैछौँ। अनि एउटा इम्पोर्टेन्ट के हो भने वाट इज केपाल्स एन्ड वाट इज केओएच, त्यो चाहिँ यु हेभ टु अन्डरस्ट्यान्ड कि केपाल्स चाहिँ के हो भने we are trying to help KOH from any way possible, considering mostly trading मा। अनि हामी अहिले पनि 3-4 जना डक्टरहरू चाहिँ अहिले ट्रेडिङको लागि चाहिँ हामीले लाइन लगाएको छौँ, अहिले आउनुहुन्छ। We are on the process. Hopefully within a year or two we'll have quite a lot of people trained, डक्टर साहबहरू नर्सेसहरू सबै ट्रेनिङ सुरु गरेछौँ। Just to add something before you close up, your capacity building or training ma चाहिँ it's not just one way, यहाँबाट ट्रेनिङमा जाने त्यहाँ मात्रै पनि होइन। we've already discussed कि त्यहाँको एक्सपर्ट साथीहरू तपाईँहरू नै हाम्रै डाक्टर साहबहरू साथी बोर्डमा हुनुहुन्छ, अनि प्रश्न आफै एक्सपर्ट हुनुहुन्छ, अरू नेपाली डायस्पोराका र अरू पनि हुनुहुन्छ। उहाँहरूलाई नेपालमा ल्याएर अन द साइड ट्रेनिङ गराउने, कम्पिटेन्सी बढाउने काममा लगाउने एन्ड ब्याक एन्ड फोर्थ दुईतिरको एक्सचेन्ज पनि एजेन्डा हो। सो इट्स नट जस्ट यहाँबाट ट्रेनिङमा त्यहाँ जाने चाहिँ भिजिटको कुरा मात्रै नभइकन on site training, which is much more cost effective in many ways, is also part of the agenda. And I think what Durga also said before is true. It's helping in capacity building and equipment technology and all. So this is हाम्रो नयाँ एकजना हाम्रो जोइन हुनुभएछ, लिड्सको लेक्चरर हुन्छ, नर्सिङ लेक्चरर। हि इज क्वाइट किन, जेम्सको भने उहाँ पनि एडभाइजर हो हाम्रो। हि इज क्वाइट किन, उहाँ पनि आउनुहुन्छ केपाल्स डिनरमा। हि इज गोइङ टु से समथिङ। He is quite keen to come to Nepal training sometime. Good, very good. Yes, thank you so much. Thank you, Dr. Koirala. हाम्रो नेपाल टिमबाट के भन्नु छ कि केपाल्सको साथीहरूलाई या फन्डरेजिङ टिमहरूलाई कुनै मेसेज? नेपाल टिम, नेपाल सौरभ शिल्पा केही छ भने भन्नु, नभए आई थिङ्क इट्स टाइम टु ऱ्याप अप। अघि एउटा कुरा छुटेको चाहिँ हामीले 2 महिना जति भयो हामी केपाल्सबाट हाम्रो दुर्गाजी हुनुहुन्छ अनि एडभाइजरहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ किओसको साथीहरूसँग प्रत्येक हप्ता चाहिँ हामीले ग्रान्ड राउन्ड जस्तैमा भाग लिने गरिरहेको छौँ र एकदम इफेक्टिभ भइरहेछ त्यो। र त्यसमा चाहिँ हामीले के पनि भइरहेछ भने साथीहरूसँग परिचय मात्रै भयो, क्लिनिकल नलेज एक्सचेन्ज मात्र होइन कि एउटा चाहिँ फ्यामिली जस्तो चाहिँ हाम्रो इन्भल्भमेन्ट भइसकेको छ, त्यो हामी कन्टिन्यू गर्नेछौँ। अनि अर्को चाहिँ एउटा हुन त अब पत्रकार साथीलाई एउटा हाम्रो रिक्वेस्ट छ भने चाहिँ नेपाली बिजनेस थुप्रो छ हाम्रो युकेमा, र कमसेकम एउटा बिजनेसले चाहिँ एउटा चाहिँ बेड स्पोन्सर गर्न सक्यो भनेदेखि त्यो लङ टर्मसम्म त्यो चाहिँ इन्डाउमेन्ट फन्ड त छँदैछ, त्यस्तो चाहिँ गर्न सक्यो भनेदेखि चाहिँ त्यो बिजनेसहरूलाई एउटा हाम्रो मेसेजबाट चाहिँ पुर्याइदिनु होला। कहिलेकाहीँ चाहिँ सबै ठुलो कुरा मात्रै यत्रो ठुलो प्रोजेक्ट भन्ने लाग्छ कि त्यस्तो होइन रहेछ कि एभ्री लिटल हेल्प म्याटर्स। तर त्यसको फ्रेमिङ गर्न हामीले कहिलेकाहीँ जान्दा रहन्छ, म आफै त्यसमा अलिक कमजोर जस्तो लाग्छ। सो आई थिङ्क एज रमेश सेड, यो सानो सानो कुरा तर लङ टर्म बेनिफिट हुने एउटा सानो पार्ट अफ दि इन्स्टिट्युसनल र पिडियाट्रिक केयरलाई लिएर गयो भने धेरैजनाले जोइन हुँदाखेरि त एकदम राम्रो हुने रहेछ। सो थ्याङ्क यू रमेश फर दोज न्यू आइडियाज। अनि अर्को एउटा कुरा चाहिँ केओसमा चाहिँ बस्तीमा भर्खर भिजिट गर्न जाँदाखेरि केओसमा बच्चाहरूको चाहिँ प्ले एरियाहरू त्यस्तोहरू कति चाहिँ हाम्रो अब यहाँ नेपाली दिदीबहिनीहरू पनि कति चाहिँ नर्सरीमा काम गर्नुहुन्छ, उहाँहरूको एक्सपिरियन्स पनि एकदम अमूल्य छ। त्यो कोही चाहिँ त्यस्तो कोही चाहिँ मतलब इच्छा राख्नुहुन्छ भनेदेखि नेपालमा नर्सरीको प्ले नर्सरीमा काम गरेको तर नेपालको चाहिँ त्यो जुन एक्सपिरियन्स छ नि त्यो आदान प्रदान गर्न पनि धेरै सहयोग हुन्छ। त्यस्तो छ भनेदेखि पनि धेरै राम्रो हुन्छ। यसमा रमेश डाक्टर साहब मैले थप्न चाहेँ, जस्तो मैले देखिरहेको छु हाम्रो एनआरएन युकेको अध्यक्ष पनि हुनुहुन्छ राजेन्द्र पुडाजी, उहाँ आफै पनि नर्सिङ प्रोफेसन हुनुहुन्छ। अब एनएनए युकेको अध्यक्ष रश्मिता दर्लामी, धादिङ समाज अन्तर्राष्ट्रिय परिषदकै अध्यक्ष हुनुहुन्छ राजन खुले। जस्तो अहिले ठ्याक यो कुरा आउँदाखेरि हाम्रो संस्थाको तर्फबाट पनि कुनै खालको सहकार्य जुन एउटा बेडको कुरा आयो, ट्रेनिङको कुराहरू आयो,
यसमा थोरै चासो दियो भने धेरै फरक पर्छ जस्तो लाग्छ। अब यहाँहरूकै मुखबाट सुन्न पायौँ भने अझ रश्मिता। अनम्युट रश्मिता, अनम्युट गर। No, we can't hear you. सरी, यो ब्याकग्राउन्डमा म्युटिङ भइरहेछ, त्यही भएर मैले अनम्युट गर्न सकेन। अब हामीले यो यसबारेमा यो केपाल्सको बारेमा त हामीले हाम्रो नर्सिङ एसोसिएसनमा हामीले कुरा गरिसकेको छौँ। हिजो मात्र हाम्रो एजुकेसनल कन्फरेन्स भएको थियो, त्यसमा पनि हामीले एनाउन्स गरेका छौँ। अहिले भर्खरै डाक्टर रमेशले भन्नुभयो नि, जुन आइडिया दिनुभयो, इट इज भेरी भेरी गुड आइडिया। किनभने कतिजनाले अब जसलाई एउटा बेडलाई कन्ट्रिब्युट गरौँ भन्ने पनि आउनुहुन्छ नि त। इट्स भेरी भेरी गुड आइडिया। रिगार्डिङ द नर्सेस, मैले हाम्रोमा यहाँ धेरै स्टुडेन्ट मास्टर्स गर्न आउनु भएको नर्सेसहरू हुनुहुन्छ, ब्याचलर्स गर्न आउनु भएको, टपअप कोर्सहरू गर्न आउनु भएको नर्सेसहरू हुनुहुन्छ। आई डोन्ट नो इफ इट इज द राइट प्लेटफर्म, लाइक उहाँहरूलाई पनि यदि हामीले यस्तै ट्रेनिङहरू यता हामीले दिन पायो भने, and if they want to go back and then work in a kiosk, that would be great. And having said that, new government of course we all love to come back to Nepal. Supporting, we are always there to support kiosks. Kinane Dr. Ramesle suruदेखि नै हाम्रो शिवजी दाइ हुनुहुन्छ प्रसन्ना. We always work together and we are there to help. Thank you. Thank you. Thank you so much, Rashmita. अब मैले राजेन्द्र पुरासनी जी हुनुहुन्छ, मेरो दाइ पनि भन्छु भने थ्याङ्क यू सो मच दाइ। थ्याङ्क यू डाक्टर साहब, नमस्कार है। हजुरसँगको आजको एकदमै इन्सपायरिङ कुराले चाहिँ म अझै धेरै बढी इन्सपायर्ड भएको छु। मैले आफैले एप्रोच गरेर बहिनीलाई भने मैले प्रश्नलाई, इज देयर एनी वे द्याट एनआरएन युके क्यान बी अफ एनी पार्ट इन दिस ग्रेट इनिसिएटिभ्स भनेको छु। म आफै पनि नर्स हो, यहीँ आएर पढेर धेरै कुरो जानेको छ, मतलब त्यो फिल्डको बारेमा जानकारी भयो। एनएनएमा पनि म थिएँ। अब मैले टाइमको हिसाबले अहिले धेरै समय लिन चाहिनँ, हजुरहरू सबैजना बिजी हुनुहुन्छ। तर एनआरएन युकेले कसरी यसको पार्ट बन्न सकिन्छ अथवा कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा मैले एक्सप्लोर गर्छु। प्रसन्न बहिनीसँग बसेर कुरा गरौँ न। च्यारिटी डिनरमा हामी आउँछौँ। अहिले पनि सपोर्ट गर्नेदेखि लिएर ऐसिबजी सरले कुरा निकाल्नुभयो, त्यो मैले सोचिरहेको कुरा निकाल्नु। हामी कसरी, यो त ग्रेट इनिसिएटिभ हो नि, हामी नन गभर्मेन्टल जुन खालको इनिसिएटिभबाट डाक्टर साहब त्यति व्यस्त हुनुहुन्छ, यता टाइम दिएर यो गर्ने, त्यो त यो गेम चेन्जर हो वास्तवमा भन्यो भने। धेरै मान्छेलाई लाइफ सेभ गर्न सकिन्छ र मोडल प्रोजेक्ट बनाउँदाखेरि हामीले मान्छेको जिन्दगीमा दिन सक्ने एउटा ह्युमेनिटेरियन, एउटा कम्पेसनेट होइन, एउटा केयर दिने कुराहरू धेरै ठुलो कुरा हो। यसमा मसँग वर्ड नै छैन। यो इनिसिएटिभलाई तारिफ गर्ने मसँग त्यो क्यापेसिटी छैन, मैले त्यो वर्ड नै छैन मसँग। आइएम रियली ग्रेटफुल। मैले धेरै टाइम लिन चाहिनँ। मैले सकेको सहयोग पर्सनल्ली र एज एन अर्गनाइजेसन एनआरएन युके हजुरहरूसँग हुन्छ। हजुर यहाँ आउँदाखेरि भेटौँला। अरू डाक्टर साहबहरूसँग, अरू साथीहरूसँग हाम्रो सहकारी अवश्य हुनेछ। एकदम म चाहिँ यसमा एकदमै कमिट गर्छु। Thank you, Rajendraji. We look forward to working together. Great. Definitely. हुन्छ डाक्टर साहब, थ्याङ्क यू। Thank you, Adaksiju. Thank as you. always, for your positivity, support, and always your smiley face. I know your supportly पनि I think it gives her another encouragement. अनि प्रोफेसन पनि यही परेको कारण हजुरले कोलाबोरेट गरेर काम गरौँ पनि भनिरहनु भएको छ। Thank you. had डिस्कसन हाम्रो ट्रस्टीहरूको बिचमा, अनि विल टक अफलाइन, अनि नेक्स्ट मिटिङमा आई विल इन्भाइट यू। Thank you. थ्याङ्क यू सो मच। अब नेपालबाट अघि कोइराला डाक्टर साहबले भन्नुभयो, एकजना नेपालको टिमबाट आई थिङ्क योर एक्सपिरियन्स हाउ इट्स रनिङ, अनि अलिकति डाक्टर साहबहरूको जो अन द फिल्ड हुनुहुन्छ, अन द ग्राउन्ड, उहाँहरूबाट एकजनाबाट कसैबाट सुन्न पायो भने डक्टर शिल्पा अथवा डक्टर सौरभ। हेलो, नमस्ते। हेलो, म डक्टर सौरभ श्रेष्ठ। म एज अ को कन्सल्टेन्ट अहिले कियोजमा काम गरिरहेको छु। आजको प्रेजेन्टेसन आई थिङ्क 1.5 वर्ष जस्तो अगाडि मैले यही प्रेजेन्टेसन्सहरू सुनेको थिएँ। यो सुन्ने बित्तिकै मलाई आई वाज सो इम्प्रेस्ड कि विदाउट इभन थिङ्किङ एनी अदर थिङ आई सेड यस टु जोइन सरको यो मिसन भिजनलाई लिएर जोइन गरिहाल्छु भन्ने नै भयो मलाई। सो त्यही रूपमा आई थिङ्क म चाहिँ फर्स्ट थिएँ होला सायद यो एज अ डक्टरको रूपमा अफिसियली जोइन गर्नको लागि। अनि देन बिस्तारै टिम बिल्डअप गर्दै गयौँ र अहिले चाहिँ
हामी 24-25 जना भइसकेका छौँ। सबै स्पेसलिस्ट सुपर स्पेसलिस्ट डक्टर्सहरू सबैजना छौँ र एभ्री वान इज सो डेडिकेटेड यो नोबल कजको लागि। सरले जुन मिसन भिजन देख्नु भएको छ, एभ्री टाइम सरले भन्नुहुन्छ कि लेस देन बच्चाहरूको त कुनै दोषै छैन बिरामी हुनेमा। सो दिज पिपल सुड बी ट्रिटेड। यो चिल्ड्रेन्सहरूलाई चाहिँ यसरी, किनभने वी हेभ वर्क इन डिफ्रेन्ट पार्ट अफ द कन्ट्री अहिले, र कति बच्चाहरू चाहिँ पैसा बिना मर्ने अवस्थाहरू छन्। भेन्टिलेटरबाट कतिजनाले उपचार नपाइकन, कतिजना होप भएकोहरू पनि होइन हामीले पे गर्न सक्दैनौँ भन्ने स्टोरिजहरूदेखि लिएर एक्सपेक्ट गरेर लिएर जानेहरू कति छन्। सो सरको भिजनलाई बाई एनी कस्ट बच्चाहरू चाहिँ बाँच्नै पर्छ भन्ने खालको जुन भिजन छ। अनि मोस्ट अफ द अदर इन्स्टिच्युट बच्चाहरूकोमा चाहिँ धेरै जसो प्रोफिट मोटिभ अलिकति मान्छेहरूको त्यो प्राइभेटहरूमा जाने बेलामा चाहिँ अलिकति चाहे इन्स्ट्रुमेन्ट होस्, चाहे अरू डिफ्रेन्ट मेडिसिनकै कुराहरू होस्, एक्सपेन्सिभ मेडिसिन्सहरू हुन्छ। प्रिटम बच्चाहरू जन्मिरहेको हुन्छन्, घर खेतै जान्छ बिचरा त्यो ट्रिट गर्ने बेलामा। अनि कतिजना चाहिँ विदाउट ट्रिटमेन्ट पोसिबल बाँच्न सक्ने पोसिबिलिटी भएकोहरू पनि जान्छन्। सो त्यो सबै चिज चाहिँ हामीले चाहिँ हेर्दाखेरि अरू प्राइभेट इन्स्टिच्युटले त जसरी पनि आफूले लगानी गरेछ भने त्यो त उठाउनै खोज्छन्। बट यहाँ काम गर्ने बेलामा चाहिँ सरले वाट एभर वी निड टु सेभ अ लाइफ, होइन यो चिज चाहियो, इट सुड बी, यो ल्याउनुपर्छ भनेर सरले यस्तो हामीलाई चाहिँ एकदमै सपोर्ट गर्नुहुन्छ सामानदेखि लिएर। एन्ड यो सपोर्टमा हामी यहाँ र कियोसलाई सपोर्ट गरिरहेछौँ भने त्यस्तै अब आई बिन लिसनिङ टु सपोर्टर्स फ्रम अब्रोड, युके, केपाल्स युके, केपाल युएस, त्यहाँ डिफ्रेन्ट डक्टर्सहरूदेखि लिएर अरू विभिन्न सोसाइटीको नर्सेसदेखि लिएर अरू विभिन्न मान्छेहरूले हाम्रो यो कियोसलाई चाहिँ सपोर्ट गरिराख्नु भएको छ। त्यसको लागि नि धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु। हस्, थ्याङ्क यू सो मच। अब आई थिङ्क मैले राजन ककुरेल उहाँको केही कुरा छ भने लिन चाहे, नत्र भने आई थिङ्क वी सुड क्लोज। राजन ककुरेल, राजन भाइ, आई थिङ्क उहाँको विकेन्डमा क्लिनिक रन गर्नुहुन्छ, मेबी हि इज बिजी, तर हि हेज कमिटेड अनि एज अलवेज बिन भेरी सपोर्टिभ। अब आई थिङ्क होपफुली दिस हेज बिन क्वाइट फ्रुटफुल। मलाई त एकदमै गुजबम्प आयो अघिको प्रेजेन्टेसन सुन्दाखेरि पनि। आई थिङ्क वी अल आर अगेन इन्सपायर्ड एन्ड इन्करेज टु गिभ मोर, टु डु मोर, फाइनेन्सियली मात्र नभए पनि मोरली, इन विच एभर वे वी क्यान। अनि वी अल आर देयर फर क्युर्स भनेर भन्न चाहेँ। थ्याङ्क यू सो मच हजुर सम्पूर्णको आजको यस टाइमको लागि। हामीले डक्टर रमेशले सेयर गर्नुभएको छ हाम्रो पत्रकार साथीहरूलाई डाउनलोड गर्न सजिलो होस् भनेर हामीले एउटा प्रेस रिलिज निकालेको थियौँ। त्यसमा भगीरथजीसँग कपी छ अलरेडी इन इङ्ग्लिस एन्ड नेपाली। हजुरहरूले यो च्याट बक्सबाट अहिले प्रेस रिलिज डाउनलोड गरेर अनि त्यसलाई आफ्नो कुराहरू राखेर इम्प्रोभाइज पनि गर्न सक्नुहुन्छ। तर चाहिँ हाम्रो केपाल सिडुको तर्फबाट एउटा सानो प्रेस रिलिज राखेका छौँ। वाचस्पतिजीलाई पनि म देखिरहेको छु, उहाँ सुनिरहनु भएको छ अलिकति नेपालबाट, शीतलपाटीnews.com, हजुरलाई पनि मैले एक्नोलेज गर्न चाहेँ। र आई थिङ्क यति भन्दै आज हामीले हाम्रो यो प्रेस रिलिज यहीँ टुङ्ग्याउन चाहन्छौँ। र अपकमिङ च्यारिटी डिनरको लागि वी निड योर सपोर्ट अगेन एज अलवेज इन विच एभर वे यु क्यान। अब टेबल बुक गर्न सक्नेले टेबल बुक गरेर आइदिनु होला। एउटा टेबलमा 10 जना 40 पाउन्ड भए पनि त्यो 7% हामीले वी हेभ टु गिभ इट टु इभन ब्राइड। अनि खानाकोमा पनि हामीले डिस्काउन्ट प्रायः सबै कुरा अर्गनाइज गर्दाखेरि अलिअलि डिस्काउन्ट रेटमै ट्राई गरिरहेछौँ। च्यारिटी हुन त पर्सनल च्यारिटी भनेर अब कसैले पनि पत्याउँदैन जस्तो लाग्छ। जहिले पनि पैसा माग्न गयो भने च्यारिटीलाई यही ल है डिस्काउन्ट भन्दै माग्नुपर्ने अवस्था छ। तर वी आर डुइङ अल फर अ गुड कज। अघि भगवान डाक्टर साहबले भन्नुभएको थियो वी गिभ देम अलमोस्ट 70-80 इयर्स भनेको त्यो कुरा सुन्दाखेरि नै म आई रियली ह्याड अ गुज बम्प। किनभने तपाईँ यो ट्राइङ टु ट्रिट 60-70 मा आई वर्क इन ऱ्यापिड रेस्पोन्स टिम। अब यहाँ युकेमा डिएनए सिपिआर भन्छ, डु नट रिससिटेट भनेको त्यो सिपिआर नगर्ने, छातीमा जम्प गरेर आइसियु नलाने, लाने कि नलाने भन्ने त्यस्तो बिरामीहरूलाई त यहाँ बेलायतको सरकारले सकेसम्म 60s मिड 60s अहिले 70sलाई पनि स्टिल यङ भनेर हामीले बचाउन खोज्छौँ भने हाम्रो त्यो प्रयास छ भने भर्खर दे आर इन्फेन्ट, दे आर टडलर, उनीहरूको लागि हामीले गर्नु भनेको आई थिङ्क इट्स भेरी हाइली रिवार्डिङ।
अनि यसमा चाहिँ ह्युज राउन्ड अफ अप्लज चाहिँ डक्टर कोइराला चेयरम्यान यो लिडरसिप आई थिङ्क इट्स फेनोमेनल हियर त्यही भन्न चाहे Thank you. वी कन्टिन्यू टु सी QH signing and growing all over Nepal and helping thousands and thousands of children. यति भन्दै आजको लागि थ्याङ्क यू सो मच मेरो Thank you. रमाइलो पनि भयो, युजफुल पनि भयो. Good to see you all. Thank you so much. Thank you. हजुर थ्याङ्क यू You're all सबैलाई very inspirational. नमस्कार 18 तारिक भेटौँला